Hello, lovely viewers. Namaste and welcome back to another new episode. आज चाहिँ मेरो साथमा एकजना एकदमै ब्युटिफुल डक्टर बसिराख्नु भएको छ। उहाँलाई मैले ब्युटिफुल भनेर किन एड्रेस गरेँ होला भन्ने कुरामा चाहिँ हामी अहिले थप कुराकानी गर्ने नै छौँ। उहाँको ब्युटी प्लस ब्रेनको बारेमा चाहिँ आज हामी कुराकानी गर्नेछौँ बिकज अहिले हामी अफेयर जति पनि कुराकानी गरिरहेका थियौँ त्यसको आधारमा चाहिँ मैले के भन्न सक्छु या उहाँको सोसियल मिडियाहरूलाई चाहिँ एक्सप्लोर गर्दाखेरि चाहिँ वाट आई क्यान से इज शी इज समन हुज गट अ लट अफ इन्फर्मेसन अ लट अफ हार्ड वर्क एन्ड डेडिकेसन पुट इन टु वाट शी इज डुइङ राइट नाउ सो मेरो साथमा आज हुनुहुन्छ डक्टर रक्षा भट्टराई वेलकम टु द सो म्याम हजुर यहाँको प्रोफाइल हेर्दै थिएँ मैले एकदम इन्ट्रेस्टिङ प्रोफाइल रहेछ यहाँको होइन यहाँले आयुर्वेदमा एकदमै लामो समयदेखि काम गरिरहनु भएको रहेछ 1 दशकभन्दा नि लामो समय आयुर्वेदिक यो जुन क्षेत्र छ आयुर्वेदमा लागिरहनु भएको रहेछ 15 वर्ष भन्नुभयो हजुरले पनि होइन साथसाथै यहाँले चाहिँ पिएचडी पनि गर्नुभएको रहेछ योगमा विच इज भेरी एक्सलेन्ट मलाई पनि एकदम इन्ट्रेस्ट लाग्ने भएर योगामा होइन र साथसाथै यहाँले चाहिँ लामो समयदेखि चाहिँ स्किन हेयरलाई अझै हेल्दी बनाउने भनेर चाहिँ लागि पनि परिराख्नु भएको रहेछ र कतिपय इन्फर्मेसन सायद मलाई पनि थाहा नहोला हाम्रो भ्युवर्सहरूलाई पनि थाहा नहुन सक्छ यहाँको बारेमा होइन जुन हामीले यहाँलाई सोसियल मिडियाबाट मात्रै थाहा नभएका यस्ता यहाँका बारेमा केही कुराहरू हामीसँग आज अलिकति सेयर गरिदिनुहोस् न लामो समयदेखि आयुर्वेदकै क्षेत्रमा छु पढिरहेको छु होइन लास्ट 3 इयर्सदेखि चाहिँ म प्र्याक्टिसिङ नै छु अनि अन द्याट टाइम पिरियड चाहिँ एकदमै धेरै इन्क्वायरिजहरू चाहिँ छालाको लागि धेरै आउन थाले कि अनि ग्रोइङ पपुलेसनको एकदमै इन्क्वायरी अनि त्यसपछि यो ओभर युज पनि भनौँ अनि ओभर नलेज पनि छ हामीसँग होइन यसलाई चाहिँ अब आयुर्वेदिक स्ट्यान्ड पोइन्टबाट अनि अलिकति होलिस्टिक अप्रोचबाट चाहिँ कसरी लिएर जान सकिन्छ भन्ने मेरो आफ्नो पनि क्युरियोसिटी भावनाले चाहिँ मैले इन्डिया पुणेमा चाहिँ मेरो गुरु हुनुहुन्छ उहाँसँग चाहिँ अफिसियल्ली अब स्किनकै लागि भनेर चाहिँ ट्रेनिङ लिएँ मैले लास्ट भर्खरै हो 3 महिना 4 महिना कति भयो आई स्टेड देयर फर 3 मन्थ्स मलाई अझै पनि बस्न मन थियो आउनै मन थिएन बट आई ह्याड टु कम ब्याक होइन अनि त्यो पनि मेरो नलेजको चाहिँ एउटा राम्रो स्रोत चाहिँ इन्डिया पनि बन्न पुग्यो अनि त्यसपछि अर्को भनेको मेरो अब स्ट्रङ स्ट्यान्ड पोइन्ट अन वाइ आई एम अ गुड डक्टर अर वाइ आई हेभ बिकम अ बेटर डक्टर भन्दाखेरि चाहिँ मेरो ट्रेनिङ चाहिँ पतञ्जलि आयुर्वेद मेडिकल कलेजको म त्यहाँको फर्स्ट ब्याच थिएँ आयुर्वेदको नेपालमा उहाँहरूले कलेज राम्रो स्थापना गर्नुभएको थियो म चाहिँ फर्स्ट ब्याच हो उहाँको त्यसपछि हाम्रो चाहिँ इन्टर्नसिप अथवा हाम्रो ट्रेनिङ भनौँ न अब बिरामीसँगको अफिसियल ट्रेनिङ चाहिँ हाम्रो पतञ्जलि मेन हेड हस्पिटल हरिद्वारमै भएको थियो यसले चाहिँ हामीलाई एकदमै ठुलो एक्सपोजर दियो कि जुन चाहिँ सायदै अरू डक्टर्सहरूमा अब अन कम्पिटिसन अथवा अन ग्राउन्ड चाहिँ अरू डक्टरहरूमा ल्याकिङ हुनसक्छ किनभने आयुर्वेदमा एकदमै धेरै भास्ट नलेज र एकदमै बिलिफ भनेको चाहिँ इन्डियामा एकदम स्ट्रङ बिलिफ छ अनि त्यो बिलिफ सिस्टम र त्यो ट्रिटमेन्ट प्रोटोकलहरू देखिसकेपछि चाहिँ वाट वी आर ल्याकिङ भनेर चाहिँ मैले त्यो इन्फर्मेसन बोकेर यहाँ आउँदाखेरि चाहिँ आई स भेरी डिफ्रेन्ट एकदमै डिफ्रेन्स अन पेसेन्ट केयर पेसेन्टसँग काउन्सिलिङ एभ्रिथिङमा चाहिँ डिफ्रेन्स देखिँदो रहेछ कि अब कुरा गर्ने हो भने चाहिँ एक्सपिरियन्स मसँग स्टडी गरेको एक्सपिरियन्स लास्ट 15 इयर्सको हो त्यसपछि प्र्याक्टिसिङ आइएम प्र्याक्टिसिङ फ्रम 3 इयर्स ओन्ली होइन तर जुन ठाउँबाट चाहिँ मैले नलेज लिएँ द्याट वाज भेरी केपेबल अनि त्यसपछि उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने इट इज अ भेरी गुड सेङ द्याट तिम्रो एक्सपिरियन्स कसैले सोध्छ भने चाहिँ अब तिमी 2 वर्ष 3 वर्ष भन्ने होइन भन्नुहुन्छ कि उहाँको गुरु इज प्र्याक्टिसिङ फ्रम माई गुरु इज प्र्याक्टिसिङ फ्रम 20 इयर्स होइन अब मेरो 25 इयर्स हुन्छ भनेर भन्नुहुन्छ कि प्लस your years किनभने कुनै पनि क्वेरिज भयो अथवा कुनै पेसेन्ट डिलिङमा आफूलाई डिले भयो अर डिफिकल्टी भयो भने चाहिँ यु क्यान आस्क your guru is always there कि त्यही भएर अब 25 इयर्स भन्नुपर्ने रहेछ कि हामीले पनि त्यो चाहिँ एकदमै इन्ट्रेस्टिङ लाग्यो मलाई समथिङ न्यू के एक्ज्याक्टली उहाँ चाहिँ गुरु शिष्य प्रणालीमा पढाउने कि हाम्रोमा क्लास सिस्टम छ होइन एउटा क्लास हुन्छ मेनी स्टुडेन्ट्स हुन्छ पढ यु नो यु डोन्ट नो नोबडी केयर्स एक्जाम पास गरे भयो भन्ने छ तर मैले ट्रेनिङ लिइरहेको ठाउँमा चाहिँ एकदम गुरुले 5वटा 6वटा शिष्यभन्दा बढी समात्नुहुन्न कि उहाँले 5-6 चिल्ड्रेन छ एभ्री इयर 5-6 हुन्छ अब उहाँको अहिले 2025 होला अहिलेको लागि तर दोज आर फर 4 इयर्स 5 इयर्स उहाँसँग बसिरहेको स्टुडेन्टहरू छ कि अब त्यसरी नलेज पनि ह्यान्ड मे डाउन्स हो नि त हाम्रो त नलेजहरू त लाइक
कपरमै खुदेर लेखेको नलेज हामीले पढिरहेको हो नि त अहिले त ह्यान्ड मी डाउन्स नै हो एट द एन्ड अफ द एक्सपिरियन्स पनि तर थाहा छ अब कस्तो लाग्ने भन्ने कि नि कतिपय जनमानसमा अहिलेको जेनेरेसनमा भन्ने हो भने कन्सेप्ट कस्तो छ भने कि डक्टर बन्ने एउटा इच्छा या भनौँ सर्भ गर्ने गुड कजको लागि नै भनौँ न होइन कसैलाई हिल गर्ने इच्छा छ भने चाहिँ एमबिबिएस पढौँ यहाँ हजुरले भन्नुभएको जस्तो एचएतिर जाने हो कि या स्टाफ नर्सतिर जाने भन्ने कन्सेप्ट छ र सायद एउटा छुट्टै ग्रुप नै मात्र होला जसलाई चाहिँ म आयुर्वेदिक प्रणालीबाट गएर आयुर्वेदलाई चाहिँ नै अँगालेर चाहिँ हिल गर्छु भन्ने खालको चाहिँ एउटा छुट्टै ग्रुप हुनुहुन्छ होला होइन यो चाहिँ कन्सेप्ट वाइज मैले चाहिँ अलिकति भन्न खोजेँ एमबिबिएस गर्ने के भन्ने खालको बढी इन्फर्मेसनको कारणले के होला थाहा छैन तर वाट ड्राइभ यु पर्सनली जसले चाहिँ यहाँलाई चाहिँ अझै इन्क्लाइन गरे के टुवर्ड्स स्टडिङ आउने भनेको अरू पढ्न इच्छा गर्ने अरू आयुर्वेदको बारेमा इन्फर्मेसन थाहा भएको ल एकाडेमिकली पढ्न पाइन्छ है भन्ने इन्फर्मेसन थाहा भएको चाहिँ फ्यामिली लिनियजबाटै हो फ्यामिली लिनियज भएको मान्छेहरूलाई कोही योगमा हुनुहुन्छ अध्यात्ममा हुनुहुन्छ आयुर्वेदमा बिलिभ गर्नुहुन्छ फ्यामिलीमा भने देन ओन्ली यु नो अदरवाइज नर्मल्ली अब आयुर्वेदसँग कुनै लिङ्क छैन अध्यात्मसँग कुनै लिङ्क छैन भने पिपल फ्रम दोज फ्यामिलीज डु नट नो कि आयुर्वेद एक्जिस्ट पनि गर्छ भनेर डिस्पाइट अफ ह्याभिङ स्ट्रङ सेन्स अफ सर्भिङ पिपल होइन त्यो भए पनि उहाँहरूलाई एमबिबिएसकै एउटा पाथवे थाहा छ त्यो मात्रै हुन्छ कि अब मेरो करियरमा चाहिँ मेरो एकदम ठुलो हात भनेको माई फादर wanted me to study आयुर्वेद अनि मेरो ग्रान्डफादर चाहिँ आयुर्वेदको कविराज हुनुहुन्थ्यो पहिला मेरो मटर्नल साइडको ग्रान्डफादर उहाँ चाहिँ काशीबाट पढेर आउनुभएको उहाँलाई चाहिँ कविराज भनेरै चिन्थे अराउन्ड द सर्कल अनि त्यसपछि उहाँको लिनियज थियो तर हि डाइड बिफोर आई वाज इभन बोर्न बिफोर आई वाज बोर्न हि डाइड तर लेगेसी चाहिँ हाम्रो फ्यामिलीमा रन भयो नि त बिकज हामीले घरमा केही कुरा भयो गाह्रो भयो अप्ठ्यारो भयो भने हल्दी दुध नै बनाएर खाने हो किनभने माई मदर लर्न डेट होइन अनि अब घाउहरू भयो भने हामी शिलाजित लगाउँथ्यौँ अब त्यो कुराहरू चाहिँ हामीले आयुर्वेदिक लिनियज चाहिँ आफ्नो फ्यामिलीमा देखेकै हो कि डिस्पाइट हि वाजन्ट अराउन्ड तर नलेज वाज अराउन्ड नलेज हामीलाई थियो शिलाजित शोधन कसरी गर्ने भन्ने हाम्रो घरमा हुन्थ्यो होइन शिलाजित लिएर आउने शोधन गर्ने राख्ने प्रिजर्भ गर्ने एभ्री इयर लगाउने अनि अब केही गाह्रो भइरहेछ अप्ठ्यारो भइरहेको बेलामा खाने युटिआइज भएको बेलामा खाने हाम्रो घरमा चलिरहेकै चिज थियो इट वाज युजुअल हामीले देखिरहेकै चिज थियो त्यही भएर हाम्रो लागि चाहिँ यो अब नर्मल भएन अरू काहीँ बाहिरको कुरा पढ्नु पऱ्यो भने जस्तो नै भएन यस्तै लिनियजबाट नै आउने हो आयुर्वेदमा जेनरली भन्दाखेरि चाहिँ सायद मलाई चाहिँ यो कता कता सोसाइटीले कुन तरिकाले लिने भन्ने कुरामा नि फरक जस्तो लाग्छ किनभने सोसाइटीमा अझै पनि एमबिबिएस गरेको भनेर एउटा हेर्ने तरिका सायद किनभने त्यो अब म सायद हामी एउटै जेनेरेसनमा सर्ट अफ बिलोङ गर्छौँ होला होइन कस्तो थियो हाम्रो अपब्रिङ्गिङ के पढ्ने डक्टर इन्जिनियर पाइलट भन्ने खालको थियो नि त त्यो समयबाट हामी हुर्केर आयो भएर होला त्यतिखेर चाहिँ कस्तो भन्नाले कि डक्टर पढेको भन्ने एउटा त्यो एउटा इम्प्रेसन फरक भएर पनि हो कि एउटा त्यस्तो मानसिकता भएको होइन तर समयअनुसार परिमार्जन पनि हुँदै जान्छ र ज्ञान पनि बढ्दै जान्छ तर यो सबै भनिराख्दाखेरि भनिन्छ नि हाम्रो किचन नै हाम्रो के अरे हाम्रो एउटा किचनबाट नै हामीले हाम्रो ट्रिटमेन्ट गर्न सक्छौँ भान्साले नै हाम्रो स्वास्थ्य कस्तो हुन्छ भन्ने कुरालाई निर्धारण गर्छ भन्ने कुरा पनि भनिन्छ यो कुरालाई चाहिँ हजुरले कसरी व्याख्या गरिदिनुहुन्छ होला यो एकदमै प्र्याक्टिकल कुरा हो कि हजुरलाई भान्साभन्दा बाहिर रोग पनि लाग्दैन भान्साभन्दा बाहिर ट्रिटमेन्ट पनि छैन सिम्पलेस्ट एज सिम्पल एज द्याट होइन हाम्रो त वेदहरू पढिन्थ्यो नि त पहिला हामीले भान्सामा अहिले जति पनि कुराहरू अप्नाइरहेको छौँ those were derived from Ved. कुन चाहिँले चाहिँ डाइजेसनमा एड गर्छ कुन चाहिँ कुराले गर्दैन कुन सिजनमा के खाने कुन सिजनमा के नखाने एभ्रिथिङ वाज डिराइभ फ्रम वेद किनभने एजुकेसन सिस्टम त पहिला पनि थियो नि त त्यही नै एजुकेसन सिस्टमबाट हामीले अहिले चाहिँ केही पनि सोच्दै नसोचेको दाल भात तरकारी खानुपर्छ पकाउनु पर्छ भन्नेमा आइपुग्या हो नि त हामी एजुकेसन सिस्टम पहिल्यैदेखि थियो है भात खाने दाल खाने चना कसरी खाने कति बेला खाने एभ्रिथिङ हेज इट्स रुल होइन एभ्री सिजन वाइज रुल छ हामी माघको बेलामै किन गुडको लड्डु खान्छौँ त तिलको लड्डु किन खान्छौँ त चाकु किन खान्छौँ त होइन त्यसको पनि रिजन छ हामी दही चिउरा किन खान्छौँ त क्वाटी किन खान्छौँ त होइन दसैँमा मासु किन खान्छौँ त धेरै एभ्रिथिङ हेज इट्स रिजन अनि सिजन छ कि सबै कुराको हामी काँक्रो माघ फागुनमा पाइने चिज होइन नि नेचुरली स्पिकिङ होइन त्यति बेलामा खानुपर्ने आवश्यक नै छैन खाने होइन नि त अब काँक्रो पाउने सिजन छ आफ्नो घिरौला पाउने सिजन छ आफ्नो होइन फर्सी पाउने सिजन छ आफ्नो फर्सी पनि पाकेको र काँचो पाउने सिजन छ आफ्नो
हाम्रो प्रकृतिले हामीलाई एउटा नियम दिएको छ, हाम्रो परापूर्वकालदेखि नै त्यो नियमलाई अब्जर्भ गरेर दे ह्याड डन देयर एक्सपेरिमेन्ट्स अनि उहाँहरूले पुरै लिखित फाइल बनाउनु भएको छ जुन चाहिँ कुनै कम्प्युटर सिस्टम उड्दा पनि उड्दैन। कपर्समा गोल्डमा चाहिँ उहाँहरूले खोपेर लेख्नु भएको छ, स्टोनमा खोपेर लेख्नु भएको छ। त्यसलाई प्रिजर्भ गर्दै हामीले अहिले त्यो एजुकेसन सिस्टम पढिरहेछौँ। भान्साभन्दा बाहिर चाहिँ तपाईँलाई रोग पनि लाग्दैन, भान्साभन्दा बाहिर उपचार पनि छैन। मैले ट्रिटमेन्ट गर्दाखेरि पनि बिरामीलाई चाहिँ मेडिकल इन्टरभेन्सन भनेको चाहिँ सर्टेन टाइम तपाईँको सिम्टम्स रिलिफ नहुँदा मात्र हो कि तपाईँलाई जे क्वालिटी अफ लाइफ जे कुराले बिगारिरहेको छ त्यो क्वालिटी अफ लाइफ मैले रिलिफ गरिदिन्छु। तर मैले हजुर इन्टरप्ट गरेँ, कतिजनाले अब यो मोडर्न मेडिसिनहरूलाई सुडो ट्रिटमेन्ट पनि भन्नुहुन्छ नि है, यो चाहिँ होइन हाम्रो यो मोडर्न मेडिसिनहरूलाई के म्यानेज चाहिँ गरिदिने, पुरै ठिक पनि नपार्ने, म्यानेज गरिदिइराख्ने, जसले गर्दाखेरि चाहिँ त्यो पुरै पनि अब त्यस्तो भन्न पनि पाइएन। आई एम नट एन्टी मोडर्न मेडिकेसन, किनभने डे टु डे लाइफमा चाहिँ तपाईँको क्वालिटी अफ लाइफ बेटर गरिदिनको लागि चाहिँ आई हेभ टु टेक मोडर्न मेडिसिनको हेल्प, किनभने इट कम्स ह्यान्ड इन ह्यान्ड। एट द एन्ड अफ द डे हामी एज डक्टर्स नै आफ्नो दिमाग होराइजन, आफ्नो दिमाग चाहिँ ब्रडन गर्दैनौँ भने नोबडी एल्स इज गन मेक आवर माइन्ड्स ब्रडन के। मोडर्न मेडिसिनको डक्टर्सहरूले पनि रियलाइज के गर्न जरुरी छ भने नन कम्युनिकेबल डिजिज र क्रोनिक डिजिजेसमा लाइफस्टाइल र अब यो आहार विहार चेन्ज हुँदैन, डायट एन्ड लाइफस्टाइल चेन्ज हुँदैन भने पेसेन्टमा रिजल्ट आउँदैन, नो म्याटर हाउ मच मेडिकेसन दे आर टेकिङ। आयुर्वेदको पनि त्यही नै हो, नो म्याटर हाउ मच मेडिकेसन आई एम गिभिङ, पेसेन्टले आहार विहार सुधार्दैन भने इट इज गन ह्याम्पर देम अगेन एन्ड अगेन एन्ड अगेन एन्ड अगेन। अब तपाईँलाई स्कुटरमा हिँड्यो भने तपाईँको लिप्स ड्राई हुन्छ भन्ने थाहा छ होइन, आइदर यु हेभ टु अप्लाई अ मास्क लगाउनु पऱ्यो कि चाहिँ हावाबाट बचाउनु पऱ्यो, कि त स्कुटर चलाउनु छोड्नु पऱ्यो नि त। सधैँ लिप बामै मात्र लगाउने त अप्सन हुँदैन नि त, लाइफ लङभरि लिप बामै मात्र लगाउने, स्कुटरमा दुई हिँडेर त मेरो रिजल्ट भएन, मैले मेडिसिन पनि गरिसकेँ, यो पनि गरिसकेँ, त्यो पनि गरिसकेँ। क्यान नट से द्याट इज नट द रुल अफ ल होइन। आफ्नो रुल अफ ल नै त्यो होइन, प्रकृतिको नियम नै त्यो होइन। जे रिजनले चाहिँ तपाईँलाई डिजिज भइरहेको छ अर चाहिँ क्वालिटी अफ लाइफ ह्याम्पर भइरहेको छ, आइडेन्टिफाई द रिजन अनि लिभ द रिजन। ट्रिटमेन्ट एट द एन्ड अफ द मोडर्नबाट ट्रिटमेन्ट गरे पनि त्यही नै हो, आयुर्वेदबाट गरे पनि त्यही नै हो। मोडर्न मेडिसिन यति विकास भइसक्यो हामीले उनीहरूको अचिभमेन्ट्सहरू डिनाइ गर्नै मिल्दैन। आई थिङ्क मलाई चाहिँ हजुरको यो स्टेटमेन्टले चाहिँ आई हेभ बिकम योर एडमाइरर भन्नु पऱ्यो, किनभने हाम्रो चाहिँ अब हाम्रो के संसारैभरि पनि है, यदि कोही नेता बन्न जाँदै हुनुहुन्छ भने भूतपूर्व नेताको कुरा काटेर नै उहाँको खुट्टा तानेर नै अगाडि बढ्ने एउटा जुन चलन छ होइन। तर आई थिङ्क इट्स सो इम्पोर्टेन्ट एन्ड आई रियली अप्रिसिएट जुन तरिकाले हजुरले भन्नुभयो होइन। दुइटै ठाउँले, जुनै पनि ठाउँ छ उसले इक्वल रेस्पेक्ट डिजर्भ गर्छ। म यो फिल्डमा बिलङ गर्छु भन्दैमा अर्कोलाई चाहिँ डिमिन गर्ने भन्ने खालको चाहिँ कहिले पनि हुँदैन। आई क्यान स्पिक अबाउट मोडर्न मेडिकेसन बिकज आई हेभ नलेज बिहाइन्ड मी होइन। आई ह्याड टु स्टडी मोडर्न मेडिसिन। अ मोडर्न डक्टर क्यानट क्रिटिसाइज आयुर्वेद बिकज दे हेभन्ट स्टडिड इट। उहाँहरूले क्रिटिसिजम गर्नुहुन्छ भने चाहिँ आयुर्वेद पढेको मान्छेलाई चाहिँ यति लेम लाग्छ नि उहाँहरूको क्रिटिसिजम। एटलिस्ट स्टडी गर्नुहोस् न, स्पिक फ्याक्ट, अनि फ्याक्टलाई चाहिँ क्रिटिसाइज गर्नु बरु। आयुर्वेदको बुकमा त यो लेखेको रहेछ चरक संहितामा, ओ माई गड भनेर हाँस्नु न बरु होइन। यु आर नट डुइङ द्याट, यु आर क्रिटिसाइजिङ बिकज उहाँहरूले रोडको छेउमा औषधि खाएको बिरामी ट्रिटमेन्ट गरिराख्नु भएको छ, पोकामा औषधि खाएको बिरामी ट्रिटमेन्ट गरिराख्नु भएको छ, अनि दे हेभ अ पर्सेप्सन मेड अलरेडी। अनि मेनी मोडर्न डक्टर्सले चाहिँ उहाँहरूको पर्सेप्सन अलरेडी रेडी छ कि, दे आर नट ओपन टु एक्सेप्ट एनिथिङ एल्स बिहाइन्ड देयर पर्सेप्सन। अनि म आजकल चाहिँ आई हेभ बिकम इम्युन टु देम। अनि म आजकल कसैको भ्युज चेन्ज गर्न पनि सक्दिनँ कि, अनलेस दे वान्ट टु। कोही मान्छे वान्ट गर्छ अनि ल है मलाई सिक्नु पऱ्यो, तपाईँहरूको विधा के रहेछ, त्यस्तो डक्टर पनि टन्नै हुनुहुन्छ फेरि मोडर्नको। मसँग गाइनेको डक्टर अन ह्यान्ड हुनुहुन्छ होइन, मैले रिफरलमा गाइनेको डक्टर पठाउनुपर्छ, अब यो के अरे इन्डोक्राइनोलोजिस्टलाई मैले पठाउनुपर्छ, कहिले काहीँ चाहिँ साइकोलोजिस्टलाई पठाउनुपर्छ, साइकेट्रिकलाई पठाउनुपर्छ। उहाँहरू डक्टरहरू अनकम्युनिकेसन हुनुहुन्छ, उहाँहरूले बिरामी पठाउनुहुन्छ, हामीलाई शिरोधारा गरिदिनुहोस् न म्याम भनेर पठाउनुहुन्छ, योनि प्रक्षालन गरिदिनुहोस् न म्याम भनेर उहाँहरूले पठाउनुहुन्छ होइन। त्यो जेनेरेसन अफ त्यो पपुलेसन अफ डक्टर पनि हुनुहुन्छ हु अन्डरस्ट्यान्ड्स, अनि त्यो पपुलेसन अफ डक्टर पनि छ जो हु डजन्ट अन्डरस्ट्यान्ड। तर यो कुरामा चाहिँ मलाई के याद आयो भनेको जस्तो वेन आई ह्याड माई बेबी होइन, जस्तो हाम्रो चाहिँ पुरानो विचारधारा कस्तो छ त, बच्चा पाउने बित्तिकै चाहिँ घिउ चाको भुजा खानुपर्छ र कति किसिमका तरकारीहरू
दबाईहरू खान हुँदैन भन्ने एक किसिमको एउटा पुरानो चलन चल्ती अनुसार मान्दै आइएको एउटा चलन छ होइन। तर मलाई याद छ मेरो चाहिँ घरमा मैले चाहिँ मेरो नानी हुने बित्तिकै चाहिँ मैले कौली साग दाल भुजा नै खाएको हो कि त्यसरी खाएको थिएँ। अनि मलाई चाहिँ अब मेरो माइतीपट्टि मेरो मम्मीहरू भनौँ उहाँहरूले चाहिँ यस्तो खानुहुन्न, यस्तो खालको खानाहरू चाहिँ चिसो लाग्छ भन्ने खालको कुराहरू गर्नुभएको थियो क्या। तर अब अहिलेको कुरा गर्ने हो भने डक्टरहरूले के भन्नुहुन्छ, झन् तागत चाहिन्छ, सबै खानु भन्ने खालको कुराहरू पनि आइरहेको हुन्छ नि त। यसलाई चाहिँ हामीले कस्तो तरिकाले लिँदा ठिक होला, कसरी बुझ्दा सहज होला? यो ट्रेडिसनल चिज चाहिँ कुन ब्याकअपबाट आइरहेको छ भनेर चाहिँ हुन पर्यो कि वाट इन्फर्मेसन इज ब्याकिङ इट अप। अब खान हुँदैन भनेर हुँदैन त, त्यो त लजिक भएन नि त, फ्याक्ट भएन नि त। खान हुँदैन वाइ भएन, कहाँ लेखेको छ, एटलिस्ट त्यो चाहिँ थाहा हुनु पर्यो हामीलाई। चरक संहितामा सुश्रुत संहितामा चाहिँ श्रुतिका परिचर्या भनेरै छ कि हाम्रोमा, कम्प्लिट च्याप्टर नै हुन्छ होइन। गाइनेको त हाम्रो स्त्री रोग भनेर अष्टाङ्गको छुट्टै च्याप्टर नै छ, छुट्टै विधा नै छ, मास्टर्सै गर्न पाइन्छ स्त्री रोगमा आयुर्वेदबाट। यसमा श्रुतिका परिचर्या भनेको चाहिँ हाम्रो चाहिँ बडी चाहिँ एकदमै ठुलो ट्रान्जिसनबाट गइरहेको हुन्छ। अनि त्यसपछि बच्चा एक्सपेल हुने बित्तिकै चाहिँ, बच्चा निस्किने बित्तिकै चाहिँ एम्प्टिनेस हुन्छ नि त एउटा। त्यो एम्प्टिनेसले गर्दाखेरि चाहिँ वायु एग्रिभेट हुन्छ कि, जुन अब एम्प्टी फिचर नै भनौँ, शरीरमा एम्प्टी फिचर्सहरू चाहिँ एग्रिभेट हुन्छ। र त्यो वायु चाहिँ माथि आउन थाल्यो भने चाहिँ समस्या हुने भयो हुनाले हेभी फुड डेन्स फुड खाइदिँदाखेरि चाहिँ वायु अनुलोमन गर्छ, त्यसले आफू नेचुरल गतिमा जान पाउँछ है भनेर चाहिँ रेस्ट्रिक्सन्स लगाएको हो खासमा चाहिँ। तर त्यो आउँदा आउँदै जेनेरेसन वाइज जेनेरेसन चाहिँ पढ्ने लिनिएज कसैलाई पनि थाहा छैन, अनि गर्नुपर्छ अरे भनेर भन्यो। अनि त्यसपछि एभ्री जेनेरेसनमा नयाँ कुरा थपियो कि, एभ्री जेनेरेसन वाइज चेन्ज भयो, किनभने कसैले पढाए त छैन नि त। वाट इट वाज इन द बुक्स त नोबडी नोज होइन, कसैले पढेकै छैन, रिफरेन्सै छैन, गर्नुपर्छ अरे भने चाहिँ गर्नुपर्छ। इट डजन्ट ह्यापन लाइक द्याट नि त। पोस्टपार्टमको कुरा गर्ने हो भने अहिलेको एकदमै मान्छेहरूले कुरा गर्ने र थाहा हुनुपर्ने पनि विषयवस्तु हो जस्तो लाग्छ मलाई। किनभने त्यो पोस्टपार्टम बच्चा पाइसकेको अवस्था भनेको हाम्रो जीवनको एकदमै भल्नरेबल अवस्था पनि भइरहेको हुन्छ र यो समयमा कतिपयको कुरा चाहिँ कस्तो पनि मैले मेरै साथीहरूबाट पनि जस्तो कुरा गर्दा सुन्दाखेरि चाहिँ के भन्छ, आफैलाई पनि इमोसनली मेन्टली फिजिकली गाह्रो भइरहन्छ, त्यसमाथि आफूलाई मनै नपर्ने त्यो घिउ चाको भुजा मात्र खाँदाखेरि मेन्टली इमोसनली झनै गाह्रो हुनुभन्दा बरु आफूलाई मनपर्ने मिठो खानाहरू खान पाउँदाखेरि त्यसरी भए पनि मलाई चाहिँ रिलिफ भइरहेको हुन्छ भन्ने खालको कुराहरू पनि यो चाहिँ मैले राम्रो एउटा डिस्कसनमा पनि यो भएको भएर चाहिँ मलाई अलिकति पोस्टपार्टममा पनि कुरा आइहाल्यो, गर्न मन लाग्यो होइन। कसरी चाहिँ हामीले त्यो अवस्थामा चाहिँ आफूले कस्तो चाहिँ एउटा लाइफस्टाइल एडप्ट गर्दाखेरि चाहिँ हामीलाई मेन्टली इमोसनली फिजिकली अझै सहज भइदिन्छ होला जस्तो लाग्छ? अब एकजना पेसेन्ट अर एकजना आमा, न्युली आमालाई चाहिँ मैले एउटा मात्र सल्लाह दिन मिल्ने भनेको, अर हाउ क्यान यु इग्नोर युर फ्यामिलीज भनेको, डक्टर, मेरो डक्टरले यस्तो भनेको छ। अन ग्राउन्डको रियालिटी होइन, मैले यहाँ जति नै सिद्धान्तको कुरा गरेँ नि, प्रिन्सिपल्सको कुरा गरेँ नि, यो खानुपर्छ भनेर कुरा गरे पनि अन ग्राउन्ड हाउ क्यान यु इम्प्लिमेन्ट इट भन्ने कुरा हो नि त। मेरो डक्टरले यस्तो भनेको छ, यु क्यान ह्याभ द्याट ग्राउन्ड अफ बेसिस, वाट एभर यो डक्टर सेज नो बडी क्यान डिनाई इट। मेरो डक्टरले खान हुँदैन भनेको छ, अरू मेरो डक्टरले हुन्छ भनेको छ होइन। गेट अ गुड डक्टर, अनि उसको अन प्रेसक्रिप्सन बस्ने आफू। मलाई प्रेसक्रिप्सनमै यो खानु भनेको छ। म धेरै जस्तो बिरामीलाई खाने र नखाने कुरा लेखेर पठाउँछु कि, घरमा गएर यो नखाने, यो पनि नखाने, त्यो पनि नखाने, तिमीलाई जे पनि बार्नुपर्छ भन्ने मान्छे पनि हुन्छन्। मलाई डक्टरले यहाँनिर नखान भनेको छ, दे क्यान से इट, दे क्यान सो इट नि त। एउटा त्यो फ्याक्टर आउँछ। अर्को भनेको श्रुतिका परिचर्या जुन पोस्टपार्टम केयर छ नि आमालाई दिनुपर्ने, यसमा एक नम्बरको फ्याक्टर हाम्रोमा आश्वासन भनेर आउँछ कि, मेन्टल हेल्थ चाहिँ उसको कसरी चाहिँ बेटर गर्ने भन्ने कुरा। एक नम्बरको ट्रिटमेन्ट प्रोटोकल भनेको आश्वासन हो कि मदरको। एउटा उसले 9 मन्थसम्म पनि मेन्टल टर्मेन्टसँगै गइरहेको हुन्छ होइन। यु आर लिभिङ युर करियर, यु आर टेकिङ अ होल्ड इन युर करियर, यु आर इन समबडी एल्सेस हाउस, इट इज नट इभन युर हाउस होइन। कति धेरै रुल्स एन्ड रेगुलेसन आफूलाई थाहा हुँदैन, आफ्नो मम्मीले एउटा भनेर हुर्काइरहेको हुन्छ, अर्काको मम्मीले अर्को कुरा भनिदिरहेको हुन्छ होइन। कतिजना त बिहा गरेको 1 वर्ष 1.5 वर्ष 2 वर्षमा प्रेग्नेन्ट हुन्छन्। नयाँ घरको त्यो कस्टम पनि भइसक्यो हुँदैन आफूहरू होइन। त्यो मेन्टल चेन्जेस सँगसँगै प्रेग्नेन्ट भएपछिको अर्को मेन्टल चेन्जेस आउँछ। अनि पोस्टपार्टम चाहिँ मेरो धेरै बिरामीहरूमा मैले देख्ने भनेको चाहिँ, अब मैले मास्टर्स गरेको छु म्याम, म एकदमै सक्षम मान्छे हो, मैले पैसा कमाएर 1.5-2 लाख रुपियाँ मन्थली म कमाएर बसेको मान्छे हो, अहिले आई हेभ नथिङ,
अब एउटा बेबी छ अनि म यो 4वटा के अरे उसमा दिवारभित्रै छु, मलाई बाहिर चाहिँ जान हुँदैन भन्छन्, बाहिर घुम्न जान नि हुँदैन भन्छन्, यो खान नि हुँदैन भन्छन्, त्यो खान नि हुँदैन भन्छन्। द्याट इज नट द राइट वे टु काउन्सिल द पेसेन्ट होइन। त्यो जो आमा छ उसको त मेन्टल हेल्थ पनि त म्याटर गर्छ नि त यो कुरामा त। ऊ मेन्टली स्ट्रेस छ भने उसको शरीरमा वायु बढ्छ नै बढ्छ, डिस्पाइट हाउ मच यु टेक केयर अफ हर फिजिकल्ली। अनि दुइटै एस्पेक्ट हेल्दी हुन त जरुरी छ नि त। त्यही भएर चाहिँ हाउ अ मदर अन्डरस्ट्यान्ड चाहिँ त्यसरी चाहिँ जे पनि कुरा उसलाई इम्प्लिमेन्ट गराइदिनु पर्ने छ, लजिक दिनु पर्यो 1। सेकेन्ड भनेको चाहिँ अ गुड डक्टर विल बी भेरी हेल्पफुल त्यो फेजमा चाहिँ। एउटा गुड डक्टरलेसँग आएर ऱ्यान्ट गर्न पनि पाइन्छ कि। मेरो कन्सल्टेसन भनेको 45 मिनट्स 1 आवर जान्छ कि। पेसेन्ट क्यान ऱ्यान्ट विथ मी, Oh my एटलिस्ट God. मेरो डक्टरले मेरो कुरा सुनिदियो। यु आर द फर्स्ट पर्सन, हजुरलाई मैले पहिलोचोटि भेटेको मैले भेटेको मध्ये पहिलो हजुर यस्तो डक्टर हुनुहुन्छ होला है। मैले 10 वर्ष 12 वर्ष होला इन्टरभ्यू लिएको। मैले पहिलोचोटि कोही डक्टरले कुनै पनि पेसेन्टको कुरा यत्रो लामो समय सुनिदिने भनेको आजै सुनेको। हाम्रो कन्सल्टेसन त नर्मल हो 45 मिनट्स त। हाफ एन हाम्रो 5 पेजेस ब्याक एन्ड फोर्थको त हिस्ट्री पेपर छ हाम्रो। हामीले एभ्रिथिङ, कति बेला उठ्नुहुन्छ, कति बेला सुत्नुहुन्छ, उठेपछि के खानुहुन्छ, एभ्री खानेकुराको उ गरे हुन्छ कि। एभ्री खानेकुरा कति बेला खानुहुन्छको मोनिटरिङ हुन्छ। अनि नेक्स्ट भिजिटमा आउँदा के गरिरहेछ, के चेन्ज भइरहेछ, चेन्ज भइरहेछ छैन, एभ्रिथिङ मोनिटर्ड हुन्छ कि। अब आयुर्वेदमा एउटा बिरामीले हामीलाई भन्ने और अब पर्सनल्ली मेरो क्लिनिकमा और मसँग भन्ने भनेको चाहिँ धन डक्टरले टाइम सुनिदिन्छ, धन डक्टरले मेरो कुरा सुनिदिन्छ, एटलिस्ट त्यतिको भ्यालिडेसन छ। डक्टर यस्तो पनि हुन्छ कतिपय समयमा सुनिदिनु भयो भने पनि आधा रोग घटे जस्तो हुन्छ। तर 80%। अब हामी हस्पिटल जाँदा के हुन्छ, जे भएको भन्छु भनेर गइएको हुन्छ, त्यो आफूले भन्न पनि भ्याएको हुँदैन। उहाँले भनेको एउटा बेसिसमा प्रेस्क्रिप्सन 5 मिनट्स पनि, अब एकदमै फेमस डक्टर हुनुहुन्छ भनेको त उहाँको त 5 मिनट समय निकाल्न नि गाह्रो हुन्छ। मलाई चाहिँ हाम्रो नेपालको जुन हाम्रो मेडिकल सेक्टरको एउटा चित्त नबुझ्ने कुरा चाहिँ के हो भने हाम्रोमा वी ल्याक प्रपर काउन्सिलिङ जस्तो लाग्छ। कुनै कहिलेकाहीँ त सोम्याटिक सिम्पटम पनि हुन्छ नि त, त्यो हामीलाई साँच्चीकै नै गाह्रो नभइरहेको हुनसक्छ, तर त्यो चाहिँ स्ट्रेसले गर्दाखेरि त्यो भएको हुनसक्छ। फिजिकल मेनिफेस्टेसन हुन्छ कि। हामी कति टाइम बिरामीले रियलाइज नै गर्नुहुन्न। मलाई पनि, मैले पो पढेको छु, मलाई थाहा छ होइन। बिरामी बिचरा पढ्नु भएको छैन है, मेन्टली दे आर स्ट्रेस्ड। अनि छातीमा गाँठो पर्यो होइन, अनि मलाई खुट्टाहरूमा केही हिँडेको जस्तो फिल हुन्छ, मलाई ढाडमा केही हिँडेको जस्तो फिल हुन्छ, कम्प्लिटली मेन्टल सिम्टम्सहरू हुन्छ। बट उहाँहरूलाई चाहिँ रियलाइज नै छैन कि यो चाहिँ मेरो स्ट्रेसले गर्दा अराइज भइरहेछ। बिपी हाई हुन्छ कतिजना बिरामीको होइन, दे डु नट रियलाइज कि स्ट्रेसले गर्दा भइरहेछ भनेर। त्यो रियलाइजेसन दूरसम्मै छैन क्या। उहाँहरू चाहिँ फिजिकल सिम्टम मात्र रिलिफ गर्न खोजिराख्नु भएको छ कि। कन्सटेन्टली फिजिकल सिम्टम, मलाई औषधि नै दिनुहोस् भन्नुहुन्छ कि। द्याट इज नट द वे हाउ यु गो। मेन्टली मेनिफेस्ट हुन्छ भन्ने कुरा एउटा त रियलाइजेसन गराउनु पनि पर्नेछ। अर्को चाहिँ ल्याक अफ काउन्सिलिङ मडर्न मेडिसिनमा चाहिँ कस्तो पनि छ भन्दाखेरि, अब राज्यले रेकग्नाइज गरेको ट्रिटमेन्ट सिस्टम नै मडर्न मेडिसिन हो होइन। त्यो भइसकेपछि एभ्री पेसेन्ट जसलाई चाहिँ केही अन्य कुराको बारेमा नलेज छैन, ऊ फर्स्ट ह्यान्ड मडर्न मेडिसिनमै जान्छ ऊ होइन। घरेलु केही कुराहरू ट्राई गर्छ, नभइसकेपछि नजिकैको स्वास्थ्य चौकी अथवा क्लिनिक नजिकैको डक्टरमै जाने हो। बिरामीको अनुपातमा डक्टरहरू एकदम कम हुनुहुन्छ कि, एकदमै कम हुनुहुन्छ। दरबन्दी छैन, और प्राइभेट प्र्याक्टिसेसमा राम्रो एथिकल स्ट्यान्ड पोइन्ट छैन हाम्रो। त्यो भइसकेपछि डक्टरहरू टाइम दिनै भ्याउनुहुन्न। अनि अर्को भनेको मोडर्न मेडिसिनमा लाइफस्टाइल एन्ड डिसअर्डर्सको कुराहरूमा अलिकति लाइफस्टाइल म्यानेजमेन्ट, अनि त्यसपछि आहार विहारको कुराहरू सायद पढाइ हुँदैन कि जस्तो लाग्छ मलाई। त्यसो धेरै इम्फेसिस दिएर पढाइ हुँदैन कि जस्तो लाग्छ। हाम्रोमा चाहिँ तपाईँको इभन ल्युकोरियाको केस आउँछ, सेतो पानी बग्ने समस्या आउँछ, त्यसमा पनि कुन खानेकुरा र कुन खान हुँदैन भन्ने कुराहरू त्यो अन ह्यान्ड नै हो कि। त्यो टपिकमा त्यो कुरा पढ्नै पर्छ कि। यु हेभ नो वे अराउन्ड इट। त्यो नपढिकन हुँदैन। एक्जाममा सोध्यो भने पनि 5वटा हेड टपिकमा लेख्ने बेलामा लास्टमा पथ्य अपथ्य लेख्नै पर्छ कि। हामीले के खाने नखाने भन्ने त्यो म्यान्डेटरी नै पर्छ कि। त्यो भइसकेपछि लाइफस्टाइलको कुराहरू, अनि त्यसपछि आहारको कुराहरू चेन्जेसमा चाहिँ हामीलाई कन्फिडेन्स त्यसरी बढ्छ। मोर प्रोबेबली उहाँहरूको त्यो हुँदैन होला। त्यही भएर लाइफस्टाइल डिसअर्डर्सहरूमा अथवा लाइफस्टाइल चेन्जेसहरूमा चाहिँ उहाँहरूको
फोटे नभएको पनि हुनसक्छ। यही कन्टेक्स्टमा कुरा गर्दा गर्दै मलाई याद आएको कुरा होइन, अब सायद आफूलाई जे रेलेभेन्ट भइरहेछ त्यही कुरा बढी याद आउने रहेछ है। जस्तो बच्चा सानो जस्तो हामी सानो हुँदाखेरिसम्म चाहिँ यो थाहा थिएन, यति वर्षसम्म नुन खुवाउनुहुन्न, यति वर्षसम्म चिनी खुवाउनुहुन्न, अनि यो खुवाउनुहुन्न भन्ने खालको कुराहरू त अब त्यति थाहा भएन नि त। अब अहिले मेरो नानी सानो हुँदाखेरि 1 वर्षसम्म नुन खुवाउन नहुने, 2 वर्षसम्म चिनी खुवाउन नहुने भन्ने खालको अहिले हामीले धेरै सुन्नमा पनि आइरहेको छ नि। यो चाहिँ कस्तो हो डाक्टर साहब? यसलाई चाहिँ हामीले कसरी लिँदा होला? अब रिफाइन्ड सुगर चाहिँ म कहिले पनि खुवाउनै हुँदैन भन्छु होइन। यु क्यान अप टु सक्खर अर मिश्री, राम्रो खाले मिश्री छ आफूलाई थाहा छ भने चाहिँ गुलियोको सोर्स चाहिँ चाहिन्छ। अर नेचुरल गुलियोमा जान सकिन्छ। डेट्सहरू भयो, रेजन्सहरू भयो होइन, अन्जिर भयो, फिग भयो, यिनीहरूलाई चाहिँ तपाईँले नेचुरल सुगर्सहरूमा सब्स्टिट्युट गर्न सकिन्छ। हजुर। यो फेज अफ लाइफमा चाहिँ मधुर रस, जुन मधुर गुलियोपन छ नि, यो हजुर। एकदमै म्यान्डेटरी हुन्छ कि उनीहरूको लिगामेन्ट्सहरू ग्रो हुने, बोन ग्रोथ हुने, तपाईँको कुनै पनि नरिसमेन्ट ट्रान्सफर हुने भनेको नेचरमै हेर्नु न, आफूले अब्जर्भ गर्नु, मधुर रसबाट नै ट्रान्सफर हुने हो कि। म्याक्सिमम नरिसमेन्ट चाहिँ मधुर रसले नै दिन्छ। तर हाम्रोमा भिलेनिफाई चाहिँ के भइरहेछ, चिनी भिलेनिफाई भइरहेछ। रिफाइन्ड सुगर चाहिँ आई डु नट सपोर्ट एज वेल होइन। त्यो भिलेनिफाई हुँदाखेरि चाहिँ बच्चालाई कम्प्लिटली गुलियो कुराबाट टाढा गरिदिने। त्यो गरेर बच्चा और आफू पनि, इभन आफू पनि कम्प्लिटली गुलियो नै नखाने। त्यो गर्दाखेरि चाहिँ तपाईँको वायु बढ्छ, शरीरमा ड्राइनेस बढ्छ, तपाईँको जोइन्ट्सहरूबाट चाँडै आवाज आउन थाल्छ। इभन बच्चाको ग्रोथ एन्ड डेभलपमेन्ट राम्ररी हुँदैन। ड्राइनेसले कहिले पनि ग्रोथ एन्ड डेभलपमेन्ट गर्दैन। जहिले पनि इन नेचर तपाईँको ड्राइनेस भनेको चाहिँ घटाउने कुराको लागि हो कि। तपाईँ मोटो हुनुहुन्छ, तपाईँलाई ड्राई गरेर घटाउने हो। तपाईँको बोसो धेरै छ, त्यसलाई पगाल्ने हो होइन। रिड्युसिङ फ्याक्टरमा चाहिँ ड्राइनेस युज हुन्छ। तर जब ग्रोथको बेला आउँछ, जब नरिसमेन्टको बेला आउँछ, त्यति बेला मधुर रस, चिल्लो खानेकुराहरू नै प्रमोट गरिन्छ कि। यो फेज अफ लाइफमा गुलियो रस चाहिँ चाहिन्छ, नट रिफाइन्ड सुगर, बट एनी अदर फर्म अफ सुगर गुलियोको कुराहरू चाहिँ दिन सकियो। नुनको कुरामा चाहिँ तपाईँको एक्सेसिभ नुन, लवण रस भन्छौँ हामी, नुनिलो रस एक्सेसिभ हुने हो भने चाहिँ पित्त बढ्छ, भनेको हिटनेस बढ्छ। र चाइल्डको केसमा चाहिँ हिटनेस बढाउन हामीलाई त्यति आवश्यक पनि हुँदैन। जहाँ आवश्यक छ त्यति बेलामा नर्मल सल्ट्सहरू दिन पाइयो होइन। हामी जस्तो थर्ड वर्ल्ड कन्ट्रिजहरूमा चाहिँ थाइरोइडको लागि, थाइरोइड डिसअर्डर हुन्छ भनेर चाहिँ आयोडिनको लागि चाहिँ यो नर्मल सल्ट दिइरहेको हो। अब यदि तपाईँको बच्चाले बाहिरको खानेकुराहरू पनि खाइरहेको हुन्छ, हप्तामा वन्स अर ट्वाइस अ विक जस्तो मोमो कहिले खान्छ, अर चिप्सहरू कहिले खान्छ, अर तपाईँहरू पनि सँगै जाँदा भोलि पनि बाहिर खान्छ भने चाहिँ घरमा सिधै नुन खुवाउँदा पनि हुन्छ होइन। नभए बाहिरको इन्टेकहरू हामीले कति पनि गरिरहेको छैन भने चाहिँ वन्स अ डे तपाईँको नर्मल यो जुन हाम्रो नुन नै आउँछ नि, आयो नुन नै आउँछ, नर्मल वन्स अ डेको उसको मिलमा और एकदम मिनिमल अमाउन्टमा एभ्री मिलमा चाहिँ राखिदिँदा हुन्छ। किनभने फेरि आइरन डिफिसियन्सी और यता आएर आयोडिन डिफिसियन्सीहरू चाहिँ हुनसक्ने हुन्छ। एकदमै कट अफ गर्ने भन्ने चाहिँ हुँदैन। कट अफ गरेर तपाईँको हाम्रो आयुर्वेदमा ब्यालेन्स डाइट भनेको 6वटा रसको सम्मिश्रण हुनुपर्छ कि। अम्ल, लवण, कटु, तिक्त, कषाय, सबै लवणहरू, सबै रसहरूको चाहिँ सम्मिश्रण हुनपर्छ। द्याट इज अ ब्यालेन्स डाइट। हाम्रोमा कार्ब्सको कुरा छैन, प्रोटिनको कुरा छैन, म्याक्रोजमा मिनिजको कुरा आउँदैन हाम्रोमा। यो 6वटा रसलाई चाहिँ मिलाएर खाने हो भने बल्ल ब्यालेन्स मिल हुन्छ। आइदर चाइल्डको केस होस्, आइदर ठुलो मान्छेको केस होस्। मधुर रस खुवाउन मन छैन, धेरै आमाहरूले चाहिँ अब गुलियो मन पराउँछ तर अब गुलियो कुरा दिन डर लाग्छ भन्नुहुन्छ कि। सिम्पल डेट्सको पाउडर पाइन्छ, हाम्रो दीर्घायु फुड्सबाट आजकल डेट्सको पाउडर बनाउनुहुन्छ, और डेट्स नै किन्न पाइन्छ। डेट्स नै किनेर लिएर आएर अब खिर पकाउँदै हुनुहुन्छ भने 2टा डेट्स दुधमा राख्नु, मिक्सरमा हालिदिनु, त्यो लेदो हुन्छ, त्यसपछि खिरमा हाल्दा दिँदा हुन्छ। अरूलाई अब शेक मनपर्छ भने शेकमा 2टा डेट्स, 3टा डेट्स हालिदिँदा हुन्छ होइन। त्यसरी चाहिँ नेचुरल सुगर्सहरूमा जाँदा बेटर। सुगरको कन्डिसनमा चाहिँ अब लवण रसको नुनिलो चाहिँ आयो नुन नै मोर प्रोबेबल छ। अब मैले अडल्ट्सहरूको लागि भन्ने चाहिँ तपाईँले सिधे नुन र आयो नुन 1-1 किलो मिक्स गरेर राख्नु र ब्यालेन्समा खाइदिनु। त्यसरी चाहिँ इजी हुन्छ, लाइफ कन्भिनियन्ट हुन्छ भन्ने हिसाबले चाहिँ भन्छु। यदि बच्चाले वन्स अ विक चाहिँ तपाईँको बाहिरको मिल पनि खाइरहेछ भने चाहिँ उसलाई घरमा सिधे नुन दिँदा पनि फरक पर्दैन। इन्ट्रेस्टिङ। अब चाहिँ हामी एकदमै धेरै इन्टेन्स हजुरले एज अ जीको बारेमा कुराकानी गर्ने भनेर हामी आएर चाहिँ अलिक धेरै डेभिएट भयौँ जस्तो पनि लाग्यो क्या मलाई। अनि त्यही भएर ब्याक टु हाम्रो एज अ जी कोर थिम थियो त्यसैमा पनि मलाई लाग्नु मन लाग्यो है। यति धेरै मैले कति प्रश्न राखेँ यहाँलाई।
अलिकति अब हामी स्किनतिर नै डाइभर्ट हौँ होइन, किनभने अहिलेको यो जुन जमाना छ हामी अलिकति अलर्ट पनि छौँ, अवेर पनि छौँ, तर कस्तो तरिकाले अलर्ट अवेर भन्ने अब मिसगाइडेड पनि छौँ, मिसइन्फर्म पनि छौँ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ अब यदि हामीले एउटा नेचुरल तरिकालेमै अलिकति इन्क्लाइन भएर नेचरसँग इन्क्लाइन, आयुर्वेदसँग इन्क्लाइन भएरै कुराकानी गर्ने हो भने हेल्दी स्किन कसरी हामीले अटेन गर्न सक्छौँबाट स्टार्ट गर्न मन लाग्यो होइन। अब मेकअप फ्री हुन मन लाग्छ मलाई होइन, एकदमै मेकअप फ्री भएर हिँड्न मनपर्छ भने मैले आफ्नो स्किनलाई कसरी हेल्दी, ग्लोई, ह्याप्पी राख्न सक्छु होला। जस्तो यसमा धेरैवटा कुराहरू मैले देख्दै थिएँ। अनइभन स्किन टोनको एकदमै धेरै मान्छेलाई कन्सर्न हुँदो रहेछ र एक्नेको दागहरू भनौँ, विभिन्न किसिमको चाया पोतोको दागहरू भनौँ होइन, या भनौँ हामीलाई एउटा जुन हेल्दी ओभरअल स्किनको ग्लो भनौँ होइन, यस्ता कुराहरू चाहिँ एकदमै धेरै देखिरहेको थिएँ मैले स्किन कन्सर्न्सहरूमा होइन। अब यो सबैको लागि चाहिँ हामीले कसरी आफ्नो छालालाई चाहिँ सुरक्षित राख्न सक्छौँ, हेल्दी ह्याप्पी राख्न सक्छौँ होला डक्टर? एट द एन्ड अफ द डे हामीले कोर कुरा खोज्दाखेरि चाहिँ छालाकै केसमा पनि यो स्टमक इज द वे। तपाईँको पेट राम्रो छैन अर नरिसमेन्ट्सहरू राम्ररी अब्जर्भ भइरहेको छैन भने चाहिँ छाला राम्रो हुँदै हुँदैन, नो म्याटर हाउ मच यु ट्राई, हाउ मच यु इन्भेस्ट होइन। एकजना बिरामी हुनुहुन्थ्यो मेरो, उहाँ चाहिँ मेरो चाहिँ जेनरल यो स्किनको बिरामीहरूलाई चाहिँ 2टा फिग चाहिँ डेली खानु है भन्ने एउटा मेरो प्रोटोकल छ कि, ट्रिटमेन्ट प्रोटोकल। 4-5वटा रिजन्स, 2टा फिग अनि त्यसपछि तपाईँको 2टा डेट्स। यसले मधुर रस बढाउँछ र हिटनेस कम गर्छ, इन बिल्ट शरीरमै त्यो एक्नेलाई पनि राम्रो हो, पोतोको लागि पनि राम्रो होइन। अनि मलाई उहाँले के भन्नुभयो भने फलोअपमा, नेक्स्ट फलोअपमा आउँदा यो अन्जिर फिग त एकदमै महँगो हुँदो रहेछ म्याम, 3000 रुपियाँ किलो पर्दो रहेछ भनेर भन्नुभयो क्या। अब मलाई पनि नराम्रो लाग्यो, मैले पनि बिरामीको, सबै बिरामी एउटै हैसियतको हुँदैन होइन, त्यो मैले पनि आफ्नो जजमेन्ट एरर भयो हो, मैले उहाँलाई फिग भनेँ भनेर मलाई इन्टायर कन्सल्टेसन एकदम नराम्रो लाग्यो कि। अनि एट द एन्ड अफ द कन्सल्टेसन उहाँले आफ्नो ब्यागबाट यत्रो सानो क्रिम 1500 रुपियाँको निकालेर मलाई, यो क्रिम मलाई 1500 रुपियाँ पर्यो, यो मलाई 15 दिन पनि चलेन, यसले पनि मेरो पोतो ठिक भएन भन्नुभयो कि। हजुर, विच रुट यु वान टेक? 1500 को फिग किनेको भए त आधा किलो आउँथ्यो नि त, 1.5 महिना चल्थ्यो नि त आधा किलो फिग। म त दिनको 2टा खाने भने हो नि त, 1500 को एकै दिनमा खाने त भने होइन। त्यो विच रुट यु वान्ट टु टेक भन्ने कुरा आउँछ कि स्किनको हिलिङको कुरामा स्पेसली होइन। इफ यु वान्ट अ बेटर स्किन, माथिबाट लगाउने टपिकल लगाउने एप्लिकेसन्सले केही समय त हेल्प गर्छ, तर वान्स तपाईँले लाउन छोडेपछि इन्टर्नल ग्लो त आउँदै आउँदैन नि। तपाईँको सेलुलर लेभलमा नरिसमेन्ट पुगेकै छैन, पुग्नुपर्ने भाइटामिन्स पुगेकै छैन, अक्सिजन पनि राम्रोसँग पुगिरहेको छैन र इम्प्योरिटी शरीरबाट एक्सपेल नै भएको छैन होइन। इम्प्योरिटी शरीरमै खेलिरहेछ, शरीरकै स्किनमा, अब स्किनमै आउनेहरूको स्किनमै डिसअर्डर्स गर्छ। त्यो टक्सिन्सहरू रिलिभ नगर्दासम्म चाहिँ स्किनमा लङ टर्म ग्लो खोज्नु चाहिँ हामी गोल चाहिँ यतातिरको राखिरहेछौँ, हिँड्न यता हिँडिरहेछौँ अनि त्यो गोल आएन भनेर चाहिँ हामी आत्तिरहेछौँ भन्ने मात्रै हुन्छ कि। एट द एन्ड अफ द डे तपाईँको जे कुरा खाइराख्नु भएको छ त्यो कुरामा मोनिटरिङ छैन भने स्किन हेल्थ होला, हेयर हेल्थ होला, आइजको हेल्थ होला इभन होइन, तपाईँको नङ होला, एभ्रिथिङ म्याटर्स के त्यसमा। अनि कमन मिस्टेक इन कमन पिपल भन्दाखेरि चाहिँ आजकल चाहिँ हामीलाई आफ्नै वेद, हामीलाई आफ्नै स्टडिजबाट एकदम टाढा बनाइराखेको छ नि त। इङ्ग्लिस पढ्नुपर्छ जबरजस्ती, स्कुलमा इङ्ग्लिस बोलेन भने फाइन लाग्छ होइन, इङ्ग्लिसकै किताब बढी हुन्छ, एउटा मात्र नेपालीको किताब हुन्छ, अनि त्यसमा नेपाली पनि बेसिक व्याकरण बाहेक केही पनि पढाइ हुँदैन होइन। त्यो सबै कुराले त हामीलाई आफ्नो नलेजबाट टाढा बनाएको हो नि त। अनि सिम्पलेस्ट कन्सेप्ट हामीलाई के चाहिँ पढाइएन भने हामीलाई भोक लागेपछि खाने हो भन्ने कन्सेप्ट छैन। 9 बजे अफिस जानुपर्छ, 8:30 बजे जसरी नै खानुपर्छ। बच्चाको 7 बजे स्कुल छ, 6 बजे बेला उठाएर पिसाब गर्न जाऊ, दिशा गर्न जाऊ भनेर उसलाई जबरजस्ती दिशा पिसाब गर्न लगाइन्छ होइन। स्कुलको बसाइसक्यो अझै भ्यासेन भनेर कराउने हुन्छ हाम्रो होइन। खाना खाऊ जबरजस्ती, अनि स्कुलमा बेल बज्छ, खाना खाऊ, बेल बज्छ। सरी मैले इन्टरप्ट गरिहालेँ। त्यसको मतलब हामीले भोक नलागुन्जेलसम्म खाना नखानु पर्ने हो। एक्ज्याक्टली, द्याट इज द रुल अफ नेचर। तपाईँको शरीरले माग्छ कि वाट यु निड माग्छ। तपाईँलाई पिसाब लाग्यो भने बेग आउँछ नि आफ्नो शरीरको, आफ्नो शरीरले अर्ज दिन्छ नि, सिग्नल्स दिन्छ नि। तपाईँलाई निन्द्रा लाग्यो भने तपाईँको शरीरले सिग्नल्स दिन्छ नि, तपाईँलाई उठ्नु मन लाग्यो भने सिग्नल्स दिन्छ नि। हाम्रो शरीर सिग्नल्समा काम गर्छ कि, अलर्टनेसमा काम गर्छ कि। भोक लाग्यो भने खाने हो, भोक लाग्छ छैन खाने होइन।
कसैले अफर गर्यो। म आजकल बिरामीहरूलाई चाहिँ के भन्छ नि, कसैको घरमा जानुभयो, स्याउ सुन्तला यसो चिया खाऊँ न भने, होइन म त डक्टरले खानु हुँदैन भनेको छ। द्याट इज युर रुल। होइन म डक्टरले खानु हुँदैन भनेको छ। तर यो चाहिँ इट्स समथिङ न्यू है। मलाई चाहिँ यो भोक लागेपछि मात्र खाने हो भन्ने कुराको अलिकति पनि ज्ञान थिएन। Exactly. हामी चाहिँ के गर्छौँ भनेको अब स्पेसल्ली अब अहिले चाहिँ म मेरो आउटलुकै टुवर्ड्स लाइफ इज बच्चाको थ्रुबाट हेर्छु जस्तो लाग्छ होइन। अब हामी के गर्छौँ, औली खाना खाएको 2 घन्टा भयो 3 घन्टा भयो, डक्टरले यति समयमा खुवाऊ। तर टच मैले चाहिँ राम्रो डक्टर पाएको थिएँ जस्तो लाग्छ है। जस्तो मेरो नानी सानो हुँदाखेरि उहाँले मलाई कहिले पनि घडी हेरेर 2-2 घन्टामा खुवाउने होइन, जब बच्चाले भोक लाग्यो भनेर रुन्छ त्यो बेलामा खुवाउनु है भन्नुहुन्थ्यो। अनि त्यो कुरा चाहिँ मलाई एकदम मनमा बसेको थियो कि, किनभने अब जस्तो न्यू पेरेन्ट्स होस् या स्पेसली न्यू पेरेन्ट्सकै कुरामा गएँ होइन, रिलेटेबल भएको भएर अब कस्तो हुँदो रहेछ भने कि डक्टरले 2 घन्टामा खुवाऊ भनेछ भने बच्चालाई भोक लागोस् नलागोस् हामीले उसलाई 2 घन्टामै खुवाउनु खोज्छौँ कि। बच्चालाई फुडसँगको रिलेसनै यति नराम्रो बनाइदिने कि उसलाई फुड भन्ने बित्तिकै ऊ चिडचिडिन्छ कि। उसलाई चाहिँ जबरजस्ती स्ट्र्याप गर्यो, त्यो बेल्ट लगायो, स्ट्र्याप गर्यो चेयरमा, अनि जसरी पनि खुवाउने, टिभी देखाउने, उसको फोकस हटाउने, अरू कुरा गर्ने, कोचाउने, अनि फुडसँगको रिलेसनसिप नराम्रो हुन्छ कि। अनि दोज चाइल्ड ग्रो नट लाइकिङ फुड, दोज चाइल्ड ग्रो बिङ पिकी इटर्स होइन। हामीले आफ्नो बच्चाको चाहिँ रिलेसन कसरी बनाइदिइरहेको छौँ भन्ने कुरामा ज्ञान नै छैन कि। अनि अर्को एउटा स्किन डिसअर्डर्समा चाहिँ बिरामीलाई के ज्ञान छैन भने विरुद्ध आहारको ज्ञान छैन, किनभने यो हामीलाई कसैले पनि सिकाएन। अब मेबी यु हेभ हर्ड होइन, माछा र दुधसँगै खान हुँदैन भनेको गरममा भनेको कुरा हो होइन। अनि तोरीको तेलमा चाहिँ पिजनको मासु पकाएर खान हुँदैन भनेर भन्छौँ हामीले होइन। दुध खाएको बेलामा नुनिलो फलफुल खान हुँदैन भनेर भन्छौँ। दुध खाएको बेलामा अर्को मासु आइटम खाँदैनौँ हामीले घरमा होइन। एकैचोटि टु मच प्रोटिन हुन्छ खान हुँदैन भन्नुहुन्छ होइन। त्यो कुराहरूको रिजन्स छ कि एभ्रिथिङ हेज अ फिचर। तपाईँको छालामा आउने धेरै रोग चाहिँ अहिलेको हाम्रो मोडर्न लाइफस्टाइलको हाम्रो विरुद्ध आहारले आइरहेछ कि। मोमोसँग कोक खाने, हट एन्ड कोल्ड, द्याट इज अ बिग रेड फ्ल्याग। हामी तातो कुरा खाइरहेछौँ तातै कुरा खाने हो, चिसो कुरा खाइरहेछौँ चिसै कुरा खाने हो। इफ यु आर मिक्सिङ इट, त्यसको टेम्परेचर त सबसाइड भयो नि त पेटमा गएर। नाउ योर पेट हेज टु वर्क एक्स्ट्रा हार्डर, अनि त्यसपछि यु आर नट लिभिङ स्पेस फर इट टु गेट डाइजेस्टेड। अर्को 4 आवर्स हामीले त्यो डाइजेस्ट भएर भोक लागुन्जेलको साइकल त कुरेकै छैन नि त। अनि यु आर गिभिङ इट ओभरलोड। अनि फेरि मोमोसँग कोक खायो, अनि आधा घन्टामा कसैले समोसा अफर गर्यो त्यो पनि खायो, अनि एकछिनपछि कसैले चिया दिन्छ त्यो पनि खायो। हाम्रो त्यो भइरहेछ कि टेन्डेन्सी होइन। अट्छ फुल भएको छैन के अरे खाम्न त भन्नेवाला टेन्डेन्सी हुन्छ कि। तपाईँले विरुद्ध आहार दिइराख्नु भएको छ, खाइन्छ कहिलेकाहीँ बटर चिकन पनि खाइन्छ, हामी खान हुँदैन भन्छौँ, दही हालेर मासु पनि पकाएर खाइन्छ, खान हुँदैन भन्छौँ होइन। त्यसको इन्टेक कम गर्ने, अनि त्यसपछि कन्सियस इटिङ चाहिँ हुनु पऱ्यो कि। त्यो इन्टेक गरेको बेलामा चाहिँ कम्प्लिट आफ्नो सिस्टमलाई पचेर जाने टाइम पनि त दिनु पऱ्यो नि त। आइदर यु गिभ इट टाइम और आइदर यु गिभ नथिङ टु इट। त्यो दुईटा मध्ये एउटा वे आउट त गर्नु पऱ्यो नि। म नराम्रो कुरा नि खाइराखौँ अनि म रोगी पनि हुन नहोस् भन्न त पाइएन। त्यो दुईटा मध्ये एउटा चाहिँ गर्नु पऱ्यो कि। धेरै जसो स्किन डिसअर्डर्सहरूमा चाहिँ तपाईँको हिस्ट्री सोध्दै जाँदाखेरि चाहिँ यो बिहान बिहान उठेर लेमन वाटर खाने त्यो हिस्ट्री एकदम हुन्छ पोतो गएको बिरामीमा, एकदमै धेरैजनामा हुन्छ। अलमोस्ट 80%मा भनेपछि बिहान उठ्ने बित्तिकै कागती पानी खान हुँदैन। यु आर इन्क्रिजिङ एसिडिटी। तपाईँको स्टमक एम्टी छ, एसिड अलरेडी नै समवाट पर्सेन्टेज छ, त्यति बेलामा तपाईँले एसिडिटी नै बढाइराख्नु भएको छ। अझ आयुर्वेदमा भन्ने नि उष्ण गुण बढाइराख्नु भएको छ, गर्मीपन बढाइराख्नु भएको छ, जुन गर्मीले नै गर्दाखेरि पोतो आइरहेछ त्यही बढाइराख्नु भएको छ। एक्नेको केसेसमा पनि यो हिस्ट्री हुन्छ, सोरायसिसको केसेसमा यो हिस्ट्री हुन्छ, एक्जिमाको केसेसमा यो हिस्ट्री हुन्छ। अर्टिकेरियासम्म जुन चाहिँ शीतल गर्मी कुराले होइन कि शीतल कुराले लाग्ने हो, त्यसमा पनि यो हिस्ट्री हुन्छ र यसले पनि कज गरेर हुन्छ कि स्किन डिसअर्डर्स। अब त्यतिसम्म भास्ट हिस्ट्री छ। हाम्रो सानो सानो लाइफस्टाइल चेन्जेसहरूले यति ठुलो इम्प्याक्ट पारिदिन्छ नि, मान्छेलाई रियलाइजेसनै छैन कि। तपाईँले जुन दिउँसो चिया खानुहुन्छ नि, अब कसैको दिनभरि अफिसमा बस्ने बानी हुन्छ, दिउँसो चिया खाने बानी हुन्छ होइन। अर हाउसवाइफहरूको जेनरली 4 to 5, अब बच्चाहरू स्कुलबाट आउनभन्दा अगाडिको टाइम, घरको सबै काम भ्याइएको वाला टाइम हुन्छ नि। 3 to 5 को कुरा गरौँ, 3 to 5 को टाइममा चिया खाने बसेर अब यत्रै मगमा चिया खाने, यो भनेको अराउन्ड 300 ml जान्छ कि यसमा। 300 ml चिया खाने बानी हुन्छ। अनि पोतो छ आफूलाई हिटले गर्दाखेरि पोतो आइरहेछ शरीरमा, गर्मीपन बढेर आइरहेछ, पिगमेन्टेसन, यो पनि हिटिङ नेचर हो।
अनि यसलाई सब्स्टिट्युट गरेर तपाईँले दुधमै अब आफूलाई के मनपर्छ, मैले चाहिँ बेसारको ड्रिङ्क बनाउँछु एउटा होइन, बेसार राख्यो, ल्वाङ सुकमेल राख्यो होइन, आफूलाई जुन जुन कुराहरू दालचिनी मनपर्छ दालचिनी राख्यो, उमाल्यो, मिश्री राख्यो, इट क्यान बी योर हर्बल ड्रिङ्क होइन, इट क्यान बी योर ओन हर्बल ड्रिङ्क। तपाईँले विन्टर्स लाग्यो मरिच राखिदियो त्यसमा, विन्टर सकियो मरिच छोडिदियो त्यसमा होइन, यु क्यान डु द्याट। अनि त्यो मैले फेरि इन्टरप्ट गरेँ हजुरलाई है, मैले अब आजकल यो इन्टरनेटको जमाना भएर धेरै एक्सेस टु इन्फर्मेसन भएर होला, मैले चाहिँ के सुनेको थिएँ भने कि मेरो ड्याडी पनि एकदमै बेलुका सुत्नु अगाडि चाहिँ बेसार दुध खानुपर्छ भन्ने खालको हुनुहुन्छ कि, अनि त्यो कुराहरू गरिराख्दाखेरि चाहिँ मैले त्यही बारेमा के हुँदो रहेछ भनेर हेर्दाखेरि चाहिँ बेसार दुध खानु हुँदाखेरि जबसम्म हामीले त्यो मरिच राख्दैनौँ त्यो बेसार दुधको जुन एउटा आउटकम आउनु पर्ने त्यो लेभल अफ आउटकम चाहिँ नआउने भन्ने खालको कुरा पनि कता पढेको थिएँ। त्यो चाहिँ कस्तो हो रहेछ? अब्जर्प्सनलाई चाहिँ मरिचले हेल्प गर्छ, अलमोस्ट 30% जस्तो अब्जर्प्सन रेट बढाउँछ। तर मरिच सुट गर्दैन, आफूलाई पैतालाहरू पोल्छ भने खान आवश्यक चाहिँ छैन। त्यो 30% अब्जर्प्सनले नै काम गर्छ नि त, काम नगर्ने त होइन नि त। अनि वेन युआर टेकिङ एभ्री डे 30% युआर गेटिङ एभ्री डे भन्ने पनि सोच्नु पऱ्यो कि 100% त हाम्रो पेटले अब्जर्प्सनै गर्दैन होइन। हाम्रो त पेटमा मात्रै होइन, आन्द्रामा अब्जर्प्सन हुन्छ, रेक्टमसम्म दिशा निस्किने भागसम्म अब्जर्प्सन भइरहेको हुन्छ हाम्रो खानेकुराको। 30% पेटमा भइरहेछ, बाँकी 5-10% अर्को स्पटमा हुन्छ, अर्को स्पटबाट हुन्छ। कुनै पनि खानेकुराको हामीले खायौँ 100% त अब्जर्प्सन हुँदैन, अराउन्ड 50 कै गोल राख्ने हामीले। त्यसमा मरिचले चाहिँ टर्मरिकलाई जुन कुर्कुमिन हुन्छ त्यसभित्र, त्यसलाई चाहिँ एड गर्न हेल्प गर्छ, त्यसलाई डाइजेसन गर्ने हेल्प गर्छ। बेटर चाहिँ हुन्छ मरिचसँग खायो भने। तर मरिच पनि एभ्री सिजनमा खान हुँदैन, मरिचको पनि खाने सिजन छ। दसैँ तिहार सकियो अनि यु क्यान स्टार्ट मरिच, चैत लाग्यो यु हेभ टु स्टप मरिच। हिट प्रड्युस गर्ने मरिचले, हिट यसले पैतालाहरू पोल्ने बिरामीमा, आँखा पोल्ने बिरामीमा, कपाल फुलेको बिरामीहरूमा एक्सेसिभ यसले बढाइदिन्छ। त्यो सिजनमा इन्टेक गर्यो भने, गर्मी सिजनमा गर्मी नै कुरा नगर्ने, त्यो भने त टोलरेट गर्न गाह्रो हुन्छ नि त। गर्मी सिजनमा शीतल कुरा गर्ने, त्यो भने टोलरेट गर्न सजिलो हुन्छ, शरीरलाई कुल डाउन राखिराख्छ। सिम्पल रुल अफ नेचर। अब त्यो बेसारको खाने चाहिँ तपाईँको एन्टिबायोटिक हुन्छ, टर्मरिक त एन्टिबायोटिक हुन्छ अरे, हार्वर्डले रिसर्च निकाल्यो भने हामी सब फेसमा सेयर गर्छौँ कि होइन। निलो बेसारले त यस्तो क्यान्सरको औषधि हुँदो रहेछ अरे अहिले भनेर अचम्म आइरहेछ होइन। त्यो सबले फेसबुकमा सेयर गर्छौँ, घरमा कोही खाँदैन। अझै फेमस त के भन्छ, एलन मस्कले नै होला शिलाजित खानुहुन्छ भनेपछि त्यो कति भाइरलै भएको थियो। अनि त्यसपछि त राम्रो क्वालिटीको शिलाजित पाउनै कम भइसक्यो भनेर सुनेको थिएँ मैले। यो त अब नेपालमा पाउने त तपाईँको 90% त सिम्पल पानीमा मात्र शोधन हुन्छ, सिम्पल पानीमा शोधन हुन्छ। जबकि अब शिलाजितलाई आयुर्वेदिक भन्ने हो, आयुर्वेदिक हर्ब भन्ने हो भने चाहिँ आयुर्वेदको धेरैवटा किताब छ होइन। कुनै पनि किताबमा कुनै पनि रेफरेन्समा शिलाजित चाहिँ पानीमा शोधन गरेको शुद्ध हुन्छ भनेको छैन कि। हामीले त्रिफला वाटरमा गर्नुपर्छ कि शोधन चाहिँ। त्रिफला वाटरमा गरेर त्यसको अलमोस्ट पाक भइसकेपछि गाईको दुध राख्नुपर्छ, इन्फ्युजन गाईको दुधको हुनुपर्छ। अनि त्यो गाईको दुध पूर्ण रूपमा सुक्नुपर्छ, त्यो इन्फ्युजन छ हाम्रोमा होइन। अहिले चाहिँ सिम्पल प्लेन वाटरमा बनायो अनि जेल लाइक बनायो अनि शिलाजित हो भन्यो दियो। अब त्यसले भोलि 10 वर्षमा तपाईँलाई स्टोन भइरहेछ कि अब के भइरहेछ, केही डिपोजिट भइरहेछ, गल ब्लाडर स्टोन भइरहेछ, के भइरहेछ, नोबडी चेक्स इट। फेरि शिलाजित दैनिक रूपमै प्रयोग गर्न हुने चिज हो कि कस्तो? शिलाजितलाई चाहिँ अहिले जस्तो जनमानसले युज गरिरहेछ त्यस्तरी प्रयोग गर्ने चिज चाहिँ होइन। फेरि यो चाहिँ मेडिसिन नै हो। तपाईँको हामीले युरिनरी ट्र्याक्टमा कुनै पनि इन्फेक्सन छ, कुनै पनि समस्या छ भने चाहिँ युटिआईमा प्रयोग गर्छौँ हामीले चाहिँ, स्पेसिफिक डिजिज ओरिएन्टेड हुँदाखेरि। त्यो बाहेक चाहिँ यसलाई रसायन भनेर चाहिँ एभ्रिडे प्रयोगमा गर्न मिल्छ, तर त्यसलाई चाहिँ तपाईँको स्पेसिफिक डोज, स्पेसिफिक आवर र त्यसको स्पेसिफिक भेहिकल हुनुपर्छ कि। हामी शिलाजित पानीमा खाइरहेछौँ, त्यो अप्टिमल अब्जर्प्सन हुँदैन। शिलाजित दुधमा नै खाने हो, त्यसको सहयात्री भनेकै दुध हो होइन। तपाईँले त्यसमा अरू कुनै चियासँग मिक्स गरेर खानुभयो भने नि त्यो अब्जर्प्सन अथवा त्यसले त्यति राम्रो काम गर्दैन। अनि दुधमै खानुपर्छ, मलाई दुध टलरेट हुँदैन भन्दै पानीमा खाएर शिलाजितले गर्नुपर्ने काम पनि गर्दैन। अनि अर्को भनेको चाहिँ तपाईँको कुनै पनि मेडिसिन, आयुर्वेदको हाम्रो भाषामा कुरा गर्ने हो भने चाहिँ कुनै पनि मेडिसिन चाहिँ तपाईँको अब्जर्प्सन चाहिँ एक्सेसिभ खाली पेट छ भने चाहिँ त्यसले रसायनको काम गर्न सक्छ कि। खाली पेट हुन एकदमै इम्पोर्टेन्ट छ। अनि सेलुलर लेभलसम्म पनि स्रोतहरू, च्यानल्सहरू
च्यानल्सहरू खुल्यो भने मात्रै अब्जर्प्सन फुल्ली हुन्छ, नभए सर्टेन च्यानलसम्म जान्छ जहाँ ब्लकेज छ त्यहाँबाट अब्जर्प्सन बन्द हुन्छ, अरू त्यहाँसम्म मात्र अब्जर्प्सन हुन्छ। हामीले शिलाजित खुवाउने, अब इफ तपाईँ मसँग बिरामी आउनुभयो ल तपाईँले चाहिँ मलाई चाहिँ शिलाजित खान मन छ, अब कसरी स्टार्ट गरौँ, अरू मेरो कन्डिसनमा म अप्रोप्रिएट मान्छे हो कि होइन शिलाजित खानलाई भनेर यो केम टु कन्सल्टेसन भनेपछि चाहिँ पहिला तपाईँको शरीरमा के कम्प्लेन्स छ, के चाहिँ इम्ब्यालेन्सेस छ, हामी त्यसलाई रिड्युस गर्छौँ होइन। तपाईँलाई टु बिकम एलिजिबल टु टेक शिलाजित पहिला तपाईँको शरीरमा अहिले करेन्ट स्टेजलाई चाहिँ रिलिफ गर्ने हो, त्यसपछि हामीले शोधन गर्छौँ भनेको तपाईँको डाइजेस्टिभ ट्र्याकलाई चाहिँ कम्प्लिटली वास आउट प्युरिफाई गर्छौँ, जुन डिटक्स भनेर चलिरहेको हुन्छ डिटक्स गर्छौँ हामीले होइन। त्यो डिटक्स गरिसकेपछि चाहिँ अनि शिलाजितको इन्टरभेन सुरु गर्ने हो क्या हामीले, द्याट इज द प्रपर वे। जब त्यो गरियो भने चाहिँ तपाईँको 1 देखि 2 इयर्समा चाहिँ यु विल सी इमेन्स डिफरेन्स। हजुर 1-2 इयर्स भन्ने बित्तिकै मलाई के याद आयो थाहा छ, मान्छेहरूलाई आयुर्वेदिक साइडतिर इन्क्लाइन गर्न मन नलाग्ने एउटा पाटो भनेको चाहिँ समय लामो लाग्दिने पनि मैले एकदमै अब्जर्भ गरेको छु कि। जस्तो हामी कस्तो छौँ, ताते खाउँ जलेरै मरौँ भन्ने खालको नेचरका छौँ नि त हामी मान्छेहरू त, र हामीलाई चाहिँ प्रम्प्ट रिजल्ट चाहिन्छ क्या। अब जस्तो मलाई भोलि भोजमा जानु छ भने आज म छिटो गएर फेसियल एउटा गरेर आउँछु होइन, मलाई केही गर्नु छ म जस्ट हामी त्यो छिटै रिजल्ट पाउने चिजहरू हामी गर्न जान्छौँ कि। तर आयुर्वेदमा चाहिँ लामो समय लाग्ने यस्तो भन्ने खालको कुराहरू भइरहेको हुन्छ। यो कुरामा चाहिँ हजुरले कसरी यसलाई व्याख्या गरिदिनुहुन्छ र? तपाईँको 2वटा ट्रिटमेन्ट मोड्युल्स हुन्छ कि। अब कोही इमर्जेन्सी कन्डिसनमा आउनु भएको छ, उहाँको लागि इमर्जेन्सीमै मेडिकेसन चल्छ, इमर्जेन्सीमै रिजल्ट्स आउँछ। आयुर्वेद 2टा पाटो छ तपाईँको। अब तपाईँलाई ज्वरो आएको छ अहिले, तपाईँले मलाई ज्वरो आयो मलाई सन्चो गर्नु पर्यो भन्नुभयो भने मैले 3 डेजको प्लान बनाउँछु, तपाईँलाई 3 डेजमा ज्वरो सन्चो हुन्छ, बेलुकाबाट यु विल फिल बेटर। अनि ज्वरो कम्प्लिटली पचेर जानको लागि चाहिँ मैले 3 डेज लिन्छु, 3 डेजमा हुन्छ। तपाईँलाई डायरिया भयो, एकदम एक्सेसिभ डायरिया भएर आउनुभयो, मैले तपाईँलाई डायरिया रोक्ने औषधि दिन्छु, त्यसले उतिखेरै काम गर्छ, आधा 1 घन्टामा यु विल फिल बेटर होइन। इमर्जेन्सीमा काम गर्ने मेडिकेसन पनि छन् आयुर्वेदमा, तर इमर्जेन्सी मेडिकेसन्समा चाहिँ मोडर्न विधाले एकदमै ठुलो फड्को मारिसकेको छ। त्यही भएर आयुर्वेदले अलिक बढी डिसिप्लिन पनि रिक्वायर गर्ने भए हुनाले चाहिँ आयुर्वेदमा इन्क्लिनेसन मोडर्न मेडिसिन के अरे यो छिटो चाहिने रिजल्टमा चाहिँ कम इन्क्लिनेसन भएको भएर मात्रै हो। त्यो भएर मात्रै इट इज नट फेमस एज लङ टर्म मेडिकेसन होइन। लङ टर्म मेडिकेसन अनि हामी म जस्तै आयुर्वेदिक डक्टरले पनि आयुर्वेदले काम गर्दैन ढिलो काम गर्छ भन्नु चाहिँ एउटा हामीले पनि आफ्नो चिकित्सामा टाइम लिएको हो कि। हामीले नै त्यो बदनाम गरिरहेछौँ कि आयुर्वेदले मजाले टाइममा काम गर्छ, उसको आफ्नो निश्चित टाइममा काम गर्छ, मजाले काम गर्छ, तर हामी आफूले रिजल्ट दिन सक्दैनौँ। अनि हामीले चाहिँ टाइम लाग्छ है, तपाईँलाई टाइम लाग्छ नि फेरि कहाँ हुन्छ अहिले भनेर हामी नै त्यसलाई मिसइन्टरप्रिटेट गरिरहेछौँ कि। बिरामीको माइन्डसेटमा चाहिँ ढिलो काम गर्छ भन्ने चाहिँ हामीले नै त्यो जजमेन्ट राखिरहेछौँ कि तपाईँको ढिलो काम गर्ने सर्टेन रोग होला होइन। अब डायबिटिजमा तपाईँको अलमोस्ट अ विक अर 15 डेजमा तपाईँको मजाले सुगर ड्रप हुन्छ आयुर्वेदिक मेडिकेसनले, मजाले हुन्छ। तर हामीसँग क्रोनिक डिसअर्डर नै आउनुहुन्छ होइन, डायबिटिज सन्चो भएर त जाँदैन नि त। हामीले उहाँलाई मेन्टेनेन्समा राख्ने हो, तपाईँको चाहिँ मेन्टेन गर्नुपर्छ। इफ यु आर नट डिसिप्लिन्ड तपाईँलाई कुनै पनि विधा अफ मेडिसिनले हेल्प गर्दैन। मोडर्न विधा नै खाइराख्ने, बेलुका गएर जेरी पनि खाइराख्ने गरेर त छैन, त्यसमा त अप्सन चाहिँ छैन होइन। त्यो डिसिप्लिन पनि गर्ने हो, अनि त्यसपछि आफ्नो ओभरअल बडीको स्ट्रेन्थ पनि बढाउँदै लिएर जाने हो। अनि एउटा मेडिसिनले अरू साइड इफेक्ट पनि नगरोस् भन्ने हो भने चाहिँ आयुर्वेद चुन्ने हो नि त। हामीसँग क्रोनिक डिसअर्डर्सहरू धेरै आउनु भएको हुनाले चाहिँ लङ टर्म ट्रिटमेन्ट्सहरू फेमस छ। तर एक्युरेट तपाईँलाई भर्खरैको कन्डिसनमा रिजल्ट चाहिएको छ भने पनि आयुर्वेदमा त्यो विधा छ, मजाले छ। तपाईँको हेयर फलमा हामीले एउटा मात्र मेडिकेसनले तपाईँको 4 to 5 डेजमा हेयर फल स्टप हुन्छ फेरि ट्रिटमेन्ट चाहिँ हुँदैन नि, फेरि स्टप चाहिँ हुन्छ कि। सिम्पटम म्यानेज गर्नलाई इमर्जेन्सी मेडिकेसन आयुर्वेदमा एकदमै धेरै छ, तर द्याट इज नट फेमस। तपाईँ आयुर्वेद सोचेर आउनुहुन्छ भने अलिकति डिसिप्लिन नै मान्छेहरू आउनुहुन्छ कि। फेरि एज पेसेन्ट पनि मलाई चाहिँ केही गर्न मन छ, आई वान्ट टु चेन्ज, म चाहिँ अलिकति चेन्ज नै गर्दै लिएर जान्छु भन्ने नै मान्छे आउनुहुन्छ कि। तर फेरि अहिलेको समयको कुरा गरौँ भने अहिले अब हामी एउटा रुटिन फलो गरेर हामी यो हिसाबले म यो बेलामा यो खान्छु यो गर्छु अनि यो गर्छु भनेर फलो गर्न अलिकति गाह्रो छ कि जस्तो लाग्छ होइन। फास्ट मुभिङ टाइम छ। तर अब हामीले आयुर्वेदको कुरा गर्ने भए हजुरले भन्नुभएको जस्तो कुन सिजनमा के खाने, कुन समयमा के खाने, कसो गर्ने भन्ने एउटा हजुरले भन्छ जस्तो एउटा डिसिप्लिन फलो गर्नुपर्ने बेलामा चाहिँ अहिले अलिकति च्यालेन्जिङ छ कि अहिलेको टाइम चाहिँ
बरु अझै सहज छ जस्तो लाग्छ यो हजुरलाई? अहिलेको टाइम एकदमै मलाई चाहिँ सहज छ जस्तो लाग्छ किनकि हजुर, इन्फर्मेसन तपाईँको हातमा छ। यु हजुर। क्यान नट गो डु नट ह्याभ टु गो टु एनीबडी, कसैको अगाडि हात फैलाउनै पर्दैन इन्फर्मेसन दे मलाई भनेर होइन। तपाईँले इन्फर्मेसन आफै पाउन सक्नुहुन्छ, अथेन्टिक आयुर्वेदिक इन्फर्मेसन पनि आफै पाउन सकिन्छ। देयर आर सो मेनी इन्फर्मेसन पोर्टल्सहरू अहिलेको लागि। अनि अर्को कुरा गर्दाखेरि अहिलेको मोडर्न डे एन्ड एजमा चाहिँ आई डु नट रिक्वायर पेसेन्ट कि अब एभ्रिथिङ 100% मान्नुपर्छ भन्ने छैन, तर कोर प्रिन्सिपल अफ लिभिङ लाइफ चाहिँ थाहा हुनु पऱ्यो। हामी कोर प्रिन्सिपल अफ लिभिङ लाइफ नै बिर्सिरहेछौँ। जस्तै तपाईँले भन्नुभयो नि भोक लागेपछि खाने हो भन्ने कन्सेप्टै हराइरहेछ भनेपछि तपाईँलाई हरायो भने चाहिँ तपाईँको चाइल्डले पनि सिक्दैन अनि उसपछिको जेनेरेसनले पनि सिक्दैन। यसरी चाहिँ इन्फर्मेसन हराइरहेको छ। एटलिस्ट यु निड टु ह्याभ कि यसलाई हेल्थ आयुर्वेदिक इन्फर्मेसन हुनु पर्दैन कि हेल्दी हुनको लागि चाहिँ यो काम चाहिँ गर्ने हो रहेछ आइडियल्ली। ल है बिहान उठेर मैले गुलियो कुरा खाएर चाहिँ दिन सुरु गर्नुपर्दो रहेछ, अर मैले र फुड्स र कुक फुड्स चाहिँ सधैँसँगै खान हुँदैन रहेछ भन्ने, तातो कुरा र चिसो कुरा सँगसँगै खान हुँदैन रहेछ, मैले माछासँग दही खान हुँदैन रहेछ, अर माछा मासुसँग डेरी आइटम्सहरू मैले खाने होइन रहेछ। सिम्पलेस्ट रुल अफ लाइफ चाहिँ थाहा हुन पर्यो भन्ने कुरा मात्रै। इफ यु वान्ट टु बी, इफ यु आर अ हेल्दी पर्सन एन्ड यु वान्ट टु बी कन्टिन्युड एज अ हेल्दी पर्सन होइन, हेल्दी नै भइराख्न मन छ भने त्यो गर्नु पर्यो। इफ रोगी हुनुहुन्छ भने त अन ट्रिटमेन्ट आउनै पर्यो, त्यसले यु डोन्ट ह्याभ एनी अदर अप्सन। तर हामीलाई इन्फर्मेसन हातमा छ। अहिलेको टाइम भनेको मोमो खान पाइन्छ, इट्स नट लाइक मोमो खान पाइँदैन नै होइन, चिया खान पाइन्छ, चिया खान पाइँदैन नै होइन, तर यु निड टु नो वाट इज यर मोडरेसन। अब 22 इयर ओल्ड 18 इयर ओल्ड बच्चाहरूलाई मैले बिहानदेखि बेलुकासम्म लाइफस्टाइल पुरै चेन्ज गर्ने भनेर मैले पोसिबलै छैन। उनीहरूलाई उनीहरूको हिसाबको कन्सल्टेसन हुन्छ, उनीहरूको हिसाबको मेडिकेसन हुन्छ। अब जो मान्छे 40s मा छ र सिमिलर रोग लिएर आएको छ उसलाई त मैले कम्प्लिट रेस्ट्रिक्सनमा राख्न मिल्छ। अब 40 इयर ओल्ड हाउसवाइफ कम्स टु मी, सी क्यान डु एभ्रिथिङ आई हेभ आस्क्ड फर। उसले बिहान बिहान उठेर योग पनि गर्न सक्छ किनभने उसको चाइल्ड्स आर अडल्ट, उसले आफै भात निकालेर खान सक्छ, निकालेर खान सक्दैन भनेर भन्न मिल्छ उसको होइन। सी हेज हर लाइफ कन्ट्रोल्ड के। सरी मैले हजुरलाई इन्टरप्ट गरिहालेँ है बिचमा। मलाई चाहिँ अलिकति यो डिटेललाई चाहिँ डाइभर्ट गरेर कसरी चाहिँ हामीले डे टु डे लाइफमा चाहिँ होइन बिहानदेखि बेलुकासम्म चाहिँ कस्तो किसिमको एउटा लाइफस्टाइल मेन्टेन गर्दाखेरि चाहिँ सहज हुन्छ, राम्रो हुन्छ भन्ने कुरा बुझ्न मन लाग्यो। के चाहिँ हामीले एडप्ट गर्नुपर्छ होला, के गर्नुपर्छ होला? अब तपाईँ हेल्दी नै हुनुहुन्छ अनि हेल्दी नै रहन चाहनुहुन्छ भने चाहिँ हेल्दी व्यक्तिले चाहिँ आफ्नो नेचुरल अर्जेस फलो गर्दा हुन्छ कि। तपाईँलाई तिर्खा लाग्दा पानी खाने, भोक लाग्दा खाना खाने, पिसाब लाग्दा पिसाब गर्ने, एकछिनपछि गरौँला एकछिनपछि खाउँला भनेर नबस्ने होइन, अर्जेसहरू होल्ड नगर्ने। सिम्पल एज द्याट होइन। अर्को भनेको हाम्रो एकदम धेरैजनाको बानी चाहिँ बिहान उठ्ने बित्तिकै 2 गिलास पानी खान्छु, 1 जग पानी खान्छु भन्ने छ कि। त्यो चाहिँ इफ यु आर हेल्दी इट इज नट रिक्वायर्ड। तपाईँ हेल्दी हुनुहुन्छ, तपाईँलाई रोग छैन भने चाहिँ तपाईँलाई रिक्वायरमेन्ट नै होइन त्यो। तपाईँले आफ्नो डाइजेस्टिभ फायरलाई चाहिँ बिहान बिहानै एकदम खाली एम्टीमा चाहिँ डाइल्युट गरिराख्नु भएको छ कि। त्यो भयो भने तपाईँको होल डे नै अग्नि मन्द हुँदै जान्छ, भनेको अग्नि स्लो हुँदै जान्छ अनि होल डे खानेकुरा ढिलो पच्छ, स्लो डाउन हुँदै जान्छ। अनि आफूलाई चाहिँ मेन्टली कस्तो लाग्छ, मैले पानी पनि खाइरहेको छु राम्ररी तर मलाई रिलिफ हुँदैन भन्ने जस्तो चाहिँ फिल हुन्छ कि। अनि डाइजेस्टिभ फायर स्लो हुँदा हुँदै हुँदा हुँदै चाहिँ लास्टमा बडीको नरिसमेन्ट हुनेसम्मको प्रोसेस चाहिँ स्लो भइदिन्छ अनि दिमाग स्लो हुन थाल्छ। अनि बिरामी के सोच्नुहुन्छ, पहिला पहिला त म कस्तो अलर्ट थिएँ, आजकल म कस्तो स्लो भइरहेको छु, कुराहरू याद हुँदैन, यस्तो कुराहरू कम्प्लेन हुन्छ कि। अनि धेरै जस्तो सानसानो मिस्टेक्सहरू हुन्छ कि। यही बिहान चिया खाइदिने, अब एसिडिक कुरा एसिडिक पेटमै खाइदिने खाली पेटमा। अनि बिहानको फर्स्ट कुराहरूको चाहिँ मैदाको इन्टेक बढी गरिदिने, जुन बिस्किट्सहरू खाइन्छ, पाउरोटी खाइन्छ, ब्राउन ब्रेडै भन्यो भने कलर मात्रै ब्राउन हो, हेल्दियर त होइन त्यो होइन। ब्राउन ब्रेड भनेर ब्रेड खाने बिहान बिहानै खाली पेटमा। मैदा कम्प्लेक्स कुराहरूको इन्टेक बिहानको खाली पेटमा गर्ने, ड्राई कुराहरू इन्टेक बढी गर्ने। त्यो गर्दाखेरि चाहिँ काहीँ न काहीँ युआर ह्याम्परिङ युर हेल्थ इभन यु हेभ नो सिम्टम्स राइट नाउ होइन। डाउन द रोड सिम्टम हुनसक्छ अर इन्डाइजेसन कज हुनसक्छ। अब सिम्पल यसको लागि अल्टरनेटिभ आफूले चाहिँ डुएबल अल्टरनेटिभ इन मोडर्न डे एन्ड एज काठमाडौँ बस्ने पपुलेसनलाई भनेको चाहिँ र फुड्सहरू चाहिँ बिहान खान सकिन्छ। जस्तै काँक्रो, गाजर, मुला खाइन्छ होइन। अनि त्यसपछि अब फ्रुट्सहरू खाइन्छ। र फुड्सहरूलाई चाहिँ बिहानमा इन्कर्पोरेट गर्यो भने दिनभरिको फाइबर इन्टेक पनि पुग्यो आफूलाई अनि ब्रेकफास्ट पनि भयो।
र फुड्सहरूमा बिहान गयो अनि त्यसपछिको नेक्स्ट मिल भनेको चाहिँ तपाईँले बिस्तारै आफूले चाहिँ जब आफ्नो भोकको अर्जेसहरू फलो गर्दै जानुहुन्छ नि रुटिन त्यो अनुसार बन्दै जान्छ कि इट टेक्स यु 9 डेज तपाईँको बडीलाई केही कुराको बानी पर्न 9 डेज लाग्छ 9 डेजसम्म तपाईँले आफ्नो शरीरको अर्जेसहरू फलो गर्दै लिएर जानुभयो भने भोक लाग्दै जान्छ कि त्यो टाइम अनि यु विल गेट टु नो ए राति 8 बजे मलाई भोक लाग्दो रहेछ भने 8 बजे मैले खानुपर्छ अरूलाई 8 बजे नलागोस् मलाई 7 बजे लागोस् भन्ने आफूलाई छ अनि चाँडै ऱ्यापअप गरिदिउँ भन्ने जस्तो छ भने चाहिँ दिउँसोको मिल मैले कति बेला खाने त 2 बजे खाएँ भने चाहिँ मलाई 7 बजे भोक लाग्छ यु विल गेट इन्टु योर ओन ट्युनिङ के आफ्नो ट्युनिङमा त्यसरी आउन थालिन्छ अब भोलि बिहान मलाई 6 बजे जानु छ कतै मलाई त्यति बेला त्यहाँ गइसकेपछि त्यहाँ भोज हुन्छ त्यहाँ 7 बजेतिर खान पाइन्छ अहिलेदेखि नै ब्रेकफास्ट गरेर त जान भएन त्यहाँ 7 बजे छ नि त मिल त योर मिल इज अलरेडी रेडी त्यहाँ भनेपछि घरको मिल स्किप गरिन्छ नि त होइन यहाँ पनि खाने त्यहाँ पनि खाने त ओभरलोड भयो नि त आफ्नो सिस्टमलाई त्यो चाहिँ स्किप गर्न चाहिँ बिस्तारै इट कम्स विथ योर ह्याबिट अनि अब 7 बजे त्यहाँ खानु छ 7 बजे भोक लागेन भने चाहिँ म खाँदिनँ भोक लाग्यो भने चाहिँ म त्यहाँ खान्छु भने तपाईँले आजको दिनको मिल चाँडै सकाउनु पर्यो नि त आजको दिन 7 बजे आजको मिल सकाइयो र 10 बजेसम्म सुतियो भने त भोलि त 7 बजे त्यति बेला भोक लाग्छ नि त देन यु विल गेट इन्टु योर ट्युन के थोरै टाइम 9 डेज 10 डेज चाहिँ आफूलाई ट्युनिङको लागि लाग्छ होइन इट इज अ डिफिकल्ट प्रोसेस अहिलेसम्म सिकेकै छैन नयाँ बानी राख्नलाई चाहिँ टाइम चाहिँ लाग्छ रियलिस्टिक अप्रोचमा जाने अनि चेन्जेसहरू चाहिँ कस्तो गर्ने भने यो मैले बिरामीलाई पनि भन्छु डुएबल चेन्जेस गर्नुहोस् कि जुन चाहिँ तपाईँले लङ टर्म लिएर जान सक्नुहुन्छ लाइफभरि लिएर जान सक्नुहुन्छ त्यो चेन्जेस गर्ने अनरियलिस्टिक चेन्ज गरेर भातै खान छोडेर मेरो वेट लस गर्छु भनेर लाइपरेर हुन्छ 6 महिनामा वेट लस पनि हुन्छ तपाईँ एकदमै खतरा स्लिम भइदिनु होला तर जुन दिनदेखि भात खान थाल्नुहुन्छ फेरि त आउँछ नि त अनि भातै खान्न भनेर त हाम्रो लाइफ पोसिबलै छैन कि त पोसिबल हुनु पर्यो भातै नखाने खालको लाइफस्टाइल हुनु पर्यो आफ्नो कि त अरू कुराले पनि चल्ने लाइफस्टाइल हुनु पर्यो जेनेरिक पपुलेसनको त छैन त्यो भइसकेपछि भात खाइकन पनि म कसरी हुने लङ टर्ममा कसरी गर्ने कम भात खान सकिन्छ अरू दालको अमाउन्ट धेरै गर्न सकिन्छ होइन क्यालोरी डेन्स गराउन सकिन्छ एकचोटिमा टन्न क्यालोरी खाने त्यसपछि लङ टर्म नखाने त्यो गर्न सकिन्छ अरू थोरै क्यालोरिज धेरै अमाउन्ट अफ फुड खाने काँक्रो गाजर मुला मजा लिएर अचार बनाएर टन्न खाने त्यो चाहिँ अनि राइस चाहिँ थोरै खाने त्यो गर्न सकियो अरू राइसलाई सब्स्टिट्युट गरेर राइससँग चाहिँ एउटा अन्डा खाइदिने बानी गर्न पर्यो राइसभन्दा बेटर कुराले पेट भर्नु पर्यो त हो नि होइन त्यो अन्डाको कुरा आयो है यसमा जोडिहालौँ है हजुर यो आयुर्वेदले चाहिँ हामीले यो माछा मासु खाने होइन यो लसुन प्याज खाने यस्तो कुराहरूलाई चाहिँ कसरी हेरिरहेको छ आयुर्वेदमा सात्विक फुडको इम्पोर्टेन्स चाहिँ छ होइन जुनमा चाहिँ माछा मासु लसुन प्याज पर्दैन सात्विक फुडको चाहिँ इम्पोर्टेन्स छ इफ यु आर लिडिङ अ सात्विक लाइफ तपाईँले सात्विक लाइफ लिड गरिराख्नु भएको छ अनि त्यो लाइफसँग अकोमोडेटिङ तपाईँलाई फुड चाहिएको छ भने चाहिँ सात्विक फुड खाने हो मजाले खाने हो होइन इफ तपाईँलाई आफ्नो शरीरमा अर नेचरमा चाहिँ सात्विक गुणहरू धेरै चाहिएको छ तपाईँलाई सात्विक लाइफ त फलो गर्दै हुनुहुन्न तर यु वान्ट न्युट्रल अनि सेफ स्पेस भने चाहिँ सात्विक फुडहरू इन्कर्पोरेट गर्दा हुन्छ बट आयुर्वेद इज अ ट्रिटमेन्ट मोड्युल यो ट्रिटमेन्ट गर्ने शास्त्र हो ट्रिटमेन्ट गर्ने साइन्स हो आयुर्वेद ट्रिटमेन्ट मोड्युलमा तपाईँको मयुरको मासु पनि पर्छ डियरको मासु पनि पर्छ मुसाको मासु पनि पर्छ एभ्रिथिङको मासु पर्छ हाम्रोमा आयुर्वेद इज नट भेजिटेरियन आयुर्वेदले चाहिँ मैले कति धेरैजना बिरामीहरूलाई चाहिँ यो टिका लगाउने वैष्णव अथवा कृष्ण प्रणामीहरू हुनुहुन्छ ठाडो टिका लगाउनुहुन्छ उहाँहरूले होइन यति धेरै कमजोरी छ शरीरमा मैले उहाँलाई तपाईँको मनले मान्छ तपाईँको फेथले दिन्छ भने चाहिँ यति बेलामा चाहिँ तपाईँले मांस रस चाहिँ एज मेडिकेसन खान आवश्यक हुन्छ यो बाहेक नि म मेडिकेसन चाहिँ चलाउँछु तर यसले चाहिँ तपाईँलाई अलिकति डिलेड रिजल्ट दिन्छ मांस रस भयो भने चाहिँ तपाईँलाई चाँडै रिजल्ट दिन्छ थिङ्क अबाउट इट भनेर पनि भन्नुपर्ने हुन्छ किनभने एज मेडिकेसन प्रयोग गर्ने अब कति धेरै बिरामीले चाहिँ म माछा मासु खाँदिनँ भनेर भन्नुहुन्छ एकदमै लिन एन्ड थिन हुनुहुन्छ उहाँलाई एकदमै प्रब्लम भइसक्यो होइन क्वालिटी अफ लाइफ नै डिग्रेड भइसक्यो उहाँहरूलाई मैले कन्सिडर गर्नु तपाईँलाई मैले मोज मस्ती गर्न सेकुवा खाने साथीहरूसँग हल्ला गर्ने रमाइलो गर्ने आगो ताप्ने बियर खाने भनेको होइन तपाईँले केही कुराको हिंसा गरिराख्नु भएको छ अथवा केही कुराको तपाईँको फुडको लागि हिंसा भयो कृतज्ञ हुने त्यो प्रति एकदमै थ्याङ्कफुल हुने किनभने नेचर त्यसरी नै चल्छ वी डाई अनि समवन एल्स सर्भाइभ होइन हामी मऱ्यौँ भने एउटा प्लान्ट सर्भाइभ हुन्छ होला अर्को एउटा केही कुरा मऱ्यो हामी सर्भाइभ भयौँ बी थ्याङ्कफुल टु इट बी ग्रेटफुल टु इट कि त्यो एक्जिस्ट गर्यो त्यो एक्जिस्ट गरेर त्यो मरिदियो तपाईँको लागि अनि यु गेट टु नरिस
नरिस योर बडी, बी थ्याङ्कफुल टु इट एज मेडिकेसन खाने हो त्यो मेडिकेसन, त्यो मेडिकेसन नै पर्छ कि मांसरस भनेर हामीले एकदमै ठुलो मेडिकेसन, इभन सुतिका परिचर्या यही पोस्टपार्टममा पनि मांसरसले एकदमै ठुलो रोल छ। त्यसपछि शरीरमा धातु क्षय छ, विकनेस छ एकदमै धेरै, त्यसमा मांसरसको एकदम ठुलो रोल छ। अब त्यो बाहेक भनेको तपाईँको युटेराइन प्रोल्याप्स हुन्छ जुन आङ खस्ने, पाठेघर खस्ने भनेर भन्छौँ नि, पाठेघर खस्नेमा मुसाको मासुको पिचु बनाएर भनेको अब पोटली सानो अब के भन्छ ट्याम्पन जस्तो बनाएर चाहिँ होल्ड गर्ने भनेर भन्छ कि, त्यसले चाहिँ त्यसको ग्राही हुन्छ, त्यसले चाहिँ सङ्कुचन गराउँछ युटेरसलाई। अब त्यो मुसाको मासु तर प्रयोग गर्ने तरिका छ फेरि, कसरी शोधन गर्ने, त्यसलाई प्रपर वेमा पकाएर युज गरेर अनि राख्ने भन्ने छ कि। आयुर्वेद इज नट भेजिटेरियन, यो चाहिँ हामीलाई धेरैलाई लाग्छ आयुर्वेद चाहिँ भेजिटेरियन मात्रै हुन्छ होला जस्तो लाग्छ। आयुर्वेद इज नट भेजिटेरियन, इट्स अ होल साइन्स। यसमा ट्रिटमेन्ट मोड्युलमा तपाईँको धेरै कुराको माछा मासुको प्रसङ्ग आउँछ कि, उटको मासुको प्रसङ्ग आउँछ, चराको मासुको प्रसङ्ग आउँछ, तर एज ट्रिटमेन्ट्स भनेर मात्रै प्रसङ्ग आउँछ। फेरि कसैको दैनिक जीवनमा माछा मासुको हाम्रोमा आउँदैन, हाम्रोमा डेली खाने जुन दिनचर्या छ त्यसमा माछा मासुको इन्टरभेन्सन आउँदैन, अर त्यसमा चाहिँ इन्कर्पोरेट हुँदैन, तर एज ट्रिटमेन्ट चाहिँ इन्कर्पोरेट हुन्छ फेरि। यो चाहिँ एकदमै इन्ट्रेस्टिङ पनि रहेछ है। यो चाहिँ मैले यो पर्सपेक्टिभबाट चाहिँ कहिले पनि सोचेको थिइनँ, मुसाको मासु पनि प्रयोग गरिन्छ भन्ने कुरा चाहिँ। यो आङ खस्ने कुरा पनि यहाँले गर्नुभयो होइन, र महिला स्वास्थ्यको बारेमा पनि यहाँले एकदमै धेरै सेयर गरिराख्नु भएको हुन्छ। यहाँकोमा मेजरली आउने कस्तो कन्सर्न लिएर आइराख्नु भएको हुन्छ हाम्रो महिला दिदीबहिनी? अहिले मसँग एकदमै धेरै प्रब्लम भनेको चाहिँ सेतो पानी बग्ने समस्याको एकदमै धेरैजना हुनुहुन्छ होइन। डिस्पाइट उहाँहरूले कति वर्षदेखि नै एन्टिबायोटिक्सहरू खाइराख्नु भएको छ, धेरै मेजर्सहरू लिइसक्नु भएको छ, तैपनि रिजल्भ भएन भनेर आइराख्नु भएको हुन्छ। यसको एकदमै धेरै इस्युज छ फिमेलहरूमा। त्यसपछि पिरियडको प्रब्लम्सहरू, अहिले वर्किङ वुमेनहरूमा चाहिँ पिसिओएसको एकदमै धेरै सिम्टम भइरहेको छ। अहिले यो लेट नाइट उठ्ने, लेट नाइट काम गर्ने बानीहरूले गर्दाखेरि पनि भइरहेको छ। त्यसपछि भनेको फिमेल डिसअर्डर्समा एक्नेको, हेयर फलको, स्किन रिलेटेड इस्युजहरू पनि एकदमै धेरै बढेको छ अहिले चाहिँ, विथ अपकमिङ मोडर्न लाइफ भनौँ न। हजुर हजुर। अब यो यसमा अब स्पेसिफिकली जानु पर्यो भने केही कुराहरू चाहिँ अलिकति यहाँलाई एलाबोरेट गरिदिनु भन्नुपर्दाखेरि चाहिँ यो जुन जुन समस्याहरू लिएर आउनुहुन्छ यसको चाहिँ कस्तो किसिमले यहाँले हेर्नु गर्नुभएको छ, समाधान कस्तो हुन्छ होला त्यो पनि थोरै भनिदिनुहोस् न। यो चाहिँ हाम्रो तिनटै कुराहरूमा चाहिँ फोकस्ड हुन्छ कि। मैले फोकस गरेर चाहिँ आहारमा पहिला फोकस गराउँछु, उहाँको डायटमा फोकस गराउँछु, किनभने डायट एन्ड लाइफस्टाइल नै चेन्ज गर्न सकियो भने चाहिँ भोलि पर्सिसम्म मेडिकेसन्सहरूमा भर परिराख्नु पर्दैन। अनि वान अफ माई फेभरेट ट्रिटमेन्ट मोड्युल भनेको चाहिँ बिरामीले समवाट ट्रिटमेन्ट चाहिँ घरमा आफैले पनि गर्न जान्नुपर्छ, अनि भएन भने सेकेन्ड भिजिट मलाई आउँदा हुन्छ होइन। सर्टेन टाइमको सर्टेन म्यानेजमेन्ट चाहिँ आफ्नो कन्डिसनमा यो हो भन्ने इन्फर्मेसन चाहिँ उसले पाउनु पर्यो। आहार र बिहारको कुरा भनेको लाइफस्टाइल र डायट एन्ड म्यानेजमेन्ट भइहाल्यो। त्यसपछि तपाईँको बल्ल आउँछ औषधि, थर्ड मोड्युलमा औषधि आउँछ, मेडिसिन इन्टरभेन्सन पर्छ। अब सेतो पानीको केसमा मसँग 3 months 4 months भन्दा बढी मेडिकेसन खाने बिरामी चाहिँ हुनुहुन्न अहिलेसम्म होइन, थ्याङ्कफुल्ली त्यो चाहिँ परेको छैन कोही पनि बिरामीलाई। त्यसपछि भनेको एक्नेको केसेसहरूमा इट टेक्स अ लिटल बिट अफ टाइम होइन, किनभने एक्नेको बिरामीको चाहिँ लङ टर्म लाइफस्टाइल डिसअर्डरले गर्दा आएको हुन्छ, अनि उहाँहरू लाइफस्टाइल चेन्जेस गर्न थोरै टाइम लाग्छ नि त, इट टेक्स टाइम। यत्रो टाइमदेखि सिकेको कुरा अनलर्न गर्न त थोरै टाइम लाग्छ, त्यो नयाँ ह्याबिट्सहरू इम्प्लिमेन्ट गर्न टाइम लाग्ने हुनाले चाहिँ थोरै टाइम चाहिँ त्यसलाई रिपिटेड नआउनको लागि चाहिँ टाइम लाग्छ। तर वान्स आइसकेकोलाई चाहिँ कम्प्लिटली हामीले रिकभर चाहिँ 3 months जस्तोमा गरिसक्छौँ, तर आउने प्रोसेस रोकिदिनलाई चाहिँ टेक्स टाइम। त्यसपछि पोतोको केसेसहरू चाहिँ एकदमै टाइम लाग्छ, एकदमै डिसिप्लिन रिक्वायर गर्छ। अनि अर्को भनेको पोतो केसेसमा अलिकति मेन्टल हेल्थ काउन्सिलिङ पनि एकदमै चाहिन्छ। पोतो चाहिँ म बिरामीलाई सोध्छु कि तपाईँलाई अरू कसैले पोइन्ट आउट गरेन र तपाईँले ऐना हेर्नु भएन भने यसले तपाईँको लाइफ क्वालिटी अफ लाइफ त अफेक्ट गरिरहेको छैन नि होइन। दुईटाको फ्याक्टरमा मात्रै उहाँहरूलाई याद आउँछ कि ओहो मेरो पोतो छ भनेर, त्यति दुईटा फ्याक्टरमा याद आउने। अर्को मान्छेले पोइन्ट गर्छ कि ऐना हेर्नुहुन्छ, त्यो बाहेक क्वालिटी अफ लाइफ यसले के पनि ह्याम्पर गर्दैन। इफ यु आर गेटिङ इन्सिक्योर अबाउट युर हाइपरपिगमेन्टेसन अर मेलाजमा, यो चाहिँ मार्केटिङको मान्छेहरूको लागि एकदम फाइदा हो कि, प्रोडक्ट बेच्ने मान्छेहरूको लागि फाइदा, म जस्तो सर्भिस दिने मान्छेहरूको लागि चाहिँ फाइदा हो। तपाईँ जति आफूमा सिक्योर हुँदै जानुहुन्छ
त्यति नै त्यसले चाहिँ ह्याम्पर गर्दैन कि कसैलाई पनि नोबडी क्यान क्यास ग्राब यु तपाईँलाई चाहिँ कसैले ठग्ने स्क्याम गर्ने तपाईँलाई 5,000 10,000 कमाउने भाँडो बनाउँदैन कसैले पनि यही कुरामा हजुर अघि 1500को क्रिमको कुरा पनि गर्दै हुनुहुन्थ्यो त्यसमा जोडिहालौँ है यो दुईटा कुरालाई जस्तो अहिले हामी दुनियाँभरिको केमिकल लगाउँछौँ है हेलोरोनिक एसिड बनायो नाइसिनामाइड कोजिक एसिड रेटिनोइड के मात्रै हामी लगाउँदैनौँ है र मलाई चाहिँ अहिले चाहिँ के लाग्छ भने कि स्किन केयर भनेको हरेक महिना ओहो अब फेरि यो किन्नुपर्छ भन्ने ह्यासल हुनुहुन्न जस्तो लाग्छ अहिले म जुन पोइन्टमा छु होइन मलाई चाहिँ के लाग्छ भने त्यो भनेको स्किनको ग्लो भनेको त्यो जस्तो मैले एकदमै राम्रो अमाउन्ट अफ मनी मेरो मेकअपमा खर्च गर्छु स्किन केयरमा खर्च गर्छु र अहिले आज मलाई सोध्नुभयो भने चाहिँ मलाई यत्रो धेरै मलाई अननेसेसरी खर्च जस्तो लाग्छ कि किनभने केही समय म स्कुलमा पढ्दाखेरि केटीहरू टन्न त्यो यत्रो चाहिँ सानो त्यो बोटलको पाउडर हुन्थ्यो नि त्यसरी लिएर लाएर पनि आउँथे त्यतिखेर त्यसको जमाना थियो त्यो बढ्दै बढ्दै अहिले जाउन्जेलसम्म महिनाको 10-12 हजार रुपियाँ स्किन केयरमा खर्च गरेको हामीलाई थाहा नै हुँदैन कि अब यो कुराहरूलाई चाहिँ मैले एकदमै सहज रूपमा अब कतिजना दर्शक हेरिराख्नु भएको छ उहाँहरूको लागि एकदम सहज बनाइदिने हो भने चाहिँ हामीले चाहिँ कसरी चाहिँ हाम्रो स्किनको मैले भनिहालेँ नि अब प्राइमरी कन्सर्न्सहरू के हुन्छन् होला हजुरको विचारमा अनि त्यसलाई चाहिँ हामीले कसरी चाहिँ न्यूनीकरण गर्न सक्छौँ मेकअप फ्री भएर हामी कसरी हिँड्न सक्छौँ कन्फिडेन्ट कसरी फिल गर्न सक्छौँ होला मेकअप फ्री भएर यसको आफ्नो माइन्डसेट पनि हो हजुर एउटा चाहिँ आफ्नो माइन्डसेट हो इफ यु आर एक्सेप्टिङ युर सेल्फ एज यु आर तपाईँलाई केही चेन्ज गर्नुपर्ने आवश्यकता फिल हुँदैन होइन यु हेभ टु प्र्याक्टिस इट इट कम्स विथ प्र्याक्टिस मैले आज भने भोलिबाट त्यो हुँदैन होइन यु हेभ टु प्र्याक्टिस मोर अफन कि आफूले चाहिँ म यतिमै ठिक छु भन्ने प्र्याक्टिस पनि गरिराख्नुपर्छ अनि आफूले तपाईँलाई बेयर फेस जति देख्नुहुन्छ त्यति नै बानी पर्ने हो कि आफ्नो बानी पर्ने हो कि नो बडी एल्स रिमेम्बर्स यु तपाईँको डार्क सर्कल्स छ तपाईँको खत कहाँनिर छ कसैलाई पनि याद हुँदैन कि त्यो हामी आफ्नै वर्ल्डमा मेन क्यारेक्टर हो अरूको वर्ल्डमा त सब क्यारेक्टर नै हो नि त तपाईँको वर्ल्डमा म मेरो वर्ल्डमा तपाईँ त सब क्यारेक्टर्स हो नि त हामी त होइन त्यो चाहिँ आफूले कन्सटेन्ट रियलाइजेसन गर्न चाहिँ एकदमै इम्पोर्टेन्ट छ एउटा फ्याक्टर आफूले आफूलाई चाहिँ यति धेरै इम्पोर्टेन्स पनि दिनु पर्दैन कि यु डोन्ट ह्याभ टु बी 100% पर्फेक्ट अल द टाइम अनि त्यसपछि पर्फेक्ट भनेको चाहिँ के हो त तपाईँको लागि पर्फेक्ट भनेको चाहिँ चट्ट मेकअप गरेको फेस लिप लाइनर लगाएको फेस मस्कारा लगाएको फेस हो कि हाउ यु वेकअप त्यो चाहिँ पर्फेक्ट फेस हो त आफ्नो त्यो चाहिँ डिटरमाइन गर्नु पर्यो अनि अर्को भनेको स्किन हेल्दी चाहिँ हुनु पर्यो इफ यु वान्ट द्याट ग्लो तपाईँलाई फाउन्डेसनको आवश्यकता नपरोस् भन्ने छ भने आफ्नो स्किन जतिसम्मको हेल्दी हुनसक्छ इभन हुनसक्छ त्यतिको ट्राई चाहिँ गर्नु पर्यो त्यसमा भनेको मेन त्यो 15,000 चाहिँ तपाईँले फुडमा खर्च गर्ने हो भने अर मेडिसिनमा खर्च गर्ने हो भने चाहिँ यु विल गेट रिजल्ट मच मोर फास्टर देन टपिकल एप्लिकेसन होइन बाहिरको एप्लिकेसन मात्र बेसिक हजुरले गाइडलाइन दिनु पर्यो जस्तो अघि मलाई जहाँसम्म याद छ मैले मेरो लाइफको 5 to 8 years जस्तो म हरेक दिन बिहान उठेर मन तातो पानीमा हनी राखेर खान्थेँ हरेक दिन होइन त्यसपछि म प्रेग्नेन्ट भएपछि मलाई हनी पानी खाँदाखेरि अलिकति मन आत्यास्तो गाह्रो भएको जस्तो भयो मैले छोडेँ त्यसपछि म मन तातो पानी मात्र खान स्टार्ट गरेँ सो मेरो दिन म मन तातो पानी खाएर स्टार्ट गर्छु त्यो मैले मेरो हजुरबुवा सबैमा देख्दै गएँ मैले सिक्दै गएँ होइन अब हजुरसँग भर्खर कुरा गरेँ अब मन तातो पानी खानु त त्यति अप्रोप्रिएट होइन कि हो कि के हो भन्ने खालको पनि भयो अर्ज हुन्छ भने खाँदा हुन्छ अनि ड्राई स्किन छ भने चाहिँ हनी नखाने त्यो मन तातो पानीमा तपाईँले घिउ राखेर खान सक्नुहुन्छ होइन केही कुरा स्लाइमी चिप्लो कुराहरू खानु पर्यो अझ मैले फेभरेट भनेको मेरो इसबगोल अहिले साइलम हस्क भनेर फेमस छ होइन तपाईँको स्किन ड्राई छ जोइन्ट्सबाट आवाज आउँछ हेयर ड्राई छ शरीरको छाला पनि ड्राई छ भने तपाईँले इसबगोल खान सकिन्छ और घिउ सिम्पल डायटमा पनि घिउ बढाउने पानीमा पनि घिउ खान मिल्छ अलि हेल्दी फ्याट्सहरूलाई चाहिँ अलि बढी इन्कर्पोरेट गर्ने एभोकाडो आधा खान सकिन्छ भने एकदमै राम्रो अनि यदि तपाईँको स्किन चाहिँ अलि पोल्ने खालको यो भागमा बढी पिम्पल आउने खालको छ अनि पोल्ने खालको छ तपाईँ कपाल चाँडै फुल्छ पैतालाहरू पोल्छ तपाईँ लिन बिल्डको पनि हुनुहुन्न धेरै मोटो पनि हुनुहुन्न ठिक्कको बिल्डको हुनुहुन्छ रिस चाँडै उठ्छ भने चाहिँ पित्त प्रकृतिको मान्छे हुन्छ उसको पित्त छाला हुन्छ होइन छाला उसको पित्त छ भनेपछि उसलाई गर्मी बढी हुन्छ ऊ गर्मी सेन्सिटिभ हुन्छ भने उसले शीतल आहार गर्नु पर्यो उसले बिहानको पानीमा राति नै आधा चम्चा धनियाँ भिजायो थोरै पानीमा बिहान मन तातो पानी थप्यो धनियाँ पानी खान मिल्यो सिम्पलेस्ट एज द्याट होइन अनि त्यसपछि उसले अरू डायटमा चाहिँ
पिरो खानेकुराहरू गिभ अप गर्ने, अरू कम खाइदिने, अरू कम पिरो खाने, एकदम एक्सेसिभ पिरो खाने बानी छ भने कम पिरो गर्ने, अलि मधुर रस बढाउने भनेको रेजन्सहरू खान मिल्यो, फिग खान मिल्यो, डेट्स खान मिल्यो, दुध खान मिल्यो सिम्पलेस्ट त्यो मान्छेले होइन। बिहानको मिलमा अब तपाईँको पानी खाने बानी छ भने दुधलाई सब्स्टिट्युट गरिदिने, सिम्पल। पोल्ने खालको अलिकति रेडिस खालको स्किन छ, एक्ने अलिक प्रोन हुन्छ भने चाहिँ त्यो गर्न सकियो। अनि एक्सेसिभली ओइली छ, एकदमै ओइली छाला छ, एकदमै पेल हुनुहुन्छ, पेल देखिनुहुन्छ, शरीरको छाला पनि अलिक स्लाइमी छ, हेयर पनि चाँडै ओइली हुन्छ, खासै रिस उठ्दैन मान्छेहरू त प्रति, तर ग्रजेस चाहिँ होल्ड गरिन्छ, अलि लामो समयसम्म ग्रजेस होल्ड गर्ने बानी छ, त्यो चाहिँ कफ प्रकृतिको हुन्छ। अलिकति राम्रो बिल्ट भएको, अलिकति चबियर साइडमा बिल्ट भएको होइन, खासै कामहरू गर्न जराक जरुक उठ्ने गरिहाल्ने, जाँगर नलाग्ने, एकछिनमा गरौँला नि भन्ने, अनि बेटर प्लानिङ, बेटर प्रपोज्डसँग काम गर्ने, त्यस्तो व्यक्तिहरू कफ प्रकृतिको हुन्छ। अब त्यस्तो व्यक्तिहरूको छालामा स्लाइमिनेस बढी हुन्छ, चिप्लो पनि बढी हुन्छ, उसले चाहिँ हनी खान मिल्यो, फेरि उसले चाहिँ हनी वाटर खान मिल्यो मजाले, उसले मल्टिपल टाइम्सहरू हनी वाटर खाँदा हुन्छ। उसले चाहिँ गुलियो भन्दा पिरो पिरो नुनिलो फुडतिर चाहिँ उसको इन्क्लिनेसन गर्दा हुन्छ। उसले हेभी फुड नखाइदिने, लाइट मिल, छिटो छिटो पच्ने खानेकुराहरू खाने उसले होइन। अनि कन्सटेन्टली वास गर्ने, अनि ड्राई रबिङ, जुन उपटन भनेर भन्छौँ हामीले, उपटन चाहिँ कफस प्रकृतिको एक्सेसिभ ओइली स्किन भएको मान्छेलाई एकदमै हेल्प गर्ने कुरा हो। अरू त्यो पनि गर्न सकिँदैन भने सिम्पल फिटकिरी पानीले नुहाइदिने, त्यसले पनि एकदमै हेल्प गर्छ होइन। यो कुराहरू चाहिँ आफ्नो टाइप अनुसारको चाहिँ ह्याक गर्न सकिन्छ। अब टाइप मात्रै फिगर आउट गर्न सकिएन जस्तो लाग्यो भने चाहिँ देयर आर न्युमरस क्विज अन इन्टरनेट, धेरैवटा आफ्नो प्रकृति फाइन्ड गर, स्किन टाइप फाइन्ड गर भनेर क्विजेस छ। क्विजेस गरियो, यो चाहिँ ट्राई गर्नुपर्छ, किनभने हजुरले एक्सप्लेन गर्नु हुँदाखेरि चाहिँ मलाई कुनैमा पनि आफू फिटिङ नै भएन कि क्या हो जस्तो पो भयो कि। अनि दुईटा प्रकृति मिक्स पनि हुन्छ। हजुर हजुर, अहिले कलियुगमा चाहिँ एउटा मात्र लिन प्रकृति कोही पनि हुँदैन, वात पित्त, पित्त कफ, अरू कफ वात, यो तिनटा मिक्स हुन्छ कि, अरू तिनटै मिक्स हुन्छ। अनि कुन पर्सेन्टेज अफ वात छ, कुन पर्सेन्टेज अफ कफ छ, यो चाहिँ नुआन्स आउँछ कि यसमा। यसको लागि चाहिँ यु निड अ फिजिसियन, यु निड अ डक्टर, अरू नाडी परीक्षा गरिदिने वैद्य होइन। त्यो चाहिँ हजुरले आफूले चाहिँ आइडेन्टिफाई गर्ने, र प्रपर इन्फर्मेसन चाहियो भने चाहिँ डक्टरकोमै जानु पर्यो। मलाई यो नाडी परीक्षा चाहिँ इन्ट्रेस्टिङ लाग्यो, कस्तो रहेछ यो नाडी परीक्षा भने? नाडी परीक्षा चाहिँ हाम्रो डायग्नोस्टिक टुल हो, आयुर्वेदिकहरूको डायग्नोस्टिक टुल। अब जस्तै मोडर्नमा सिटी स्क्यान छ, ल्याब्स छ होइन, यो सबै कुराहरू छ। त्यस्तै हाम्रोमा चाहिँ नाडी परीक्षा थियो। जहिले पनि आयुर्वेदले चाहिँ एउटा वैद्यलाई नै सक्षम बनाउँथ्यो कि, वैद्यसँग अब अर्को एउटा मान्छेलाई सक्षम बनाएको होइन कि, उसले चाहिँ वैद्यलाई नै सक्षम बनाएको। उसले डायग्नोस्टिक पनि गर्नुपर्छ, उसले औषधि निर्माण पनि गर्नुपर्छ, हामीले रसशास्त्र भनेर पुरै एउटा कोर्सै पढ्नुपर्छ, वैषज्य कल्पना भनेर मेडिकेसनको पढ्नुपर्छ, त्यसपछि फेरि आएर चाहिँ हामीले एभ्री थेरापी कसरी गर्ने, त्यो एभ्री थेरापीको नलेज हामीसँग हुनुपर्छ कि। हामीले शिरोधारा कसैलाई गर्छ, काहीँ थेरापिस्टले गर्छ, हाम्रो सेन्टरमा हामी आफै गर्छौँ। उद्वर्तन थेरापिस्टले गर्छ, हाम्रो सेन्टरमा हामीले आफै गर्छौँ, किनभने त्यसरी नै सिकाइएको हो र डक्टरले नै गर्नुपर्छ। एउटा असिस्टेन्ट परिचारिका चाहिँ हुनु पर्यो आफूसँग होइन, यो सामान ल्याऊ, त्यो गरिदेऊ, यो रेडी गर, त्यसको लागि चाहिँ हुनु पर्यो। तर मेन एक्ट अफ थेरापी डक्टरले नै गर्नुपर्छ। त्यही भावनाले चाहिँ हामीले नाडीलाई चाहिँ परीक्षण गर्ने भनेको चाहिँ एभ्री डिजिज थाहा हुन्छ कि हामीलाई। तपाईँको कपाल खसिरहेछ भने पनि हामी नाडी परीक्षण गरेर थाहा पाउन सक्छौँ। स्किनमा इस्युज छ, तपाईँको पास्टमा के इस्युज थियो, फ्युचरमा के हुनेवाला छ, त्यो एभ्रिथिङ चाहिँ प्रेडिक्ट गर्न सकिन्छ बस एउटा नाडी छामेको भरमा। यति तिनवटा औँलाको रोल हो, यति तिनवटा औँलाको रोलमा पनि कम्पार्टमेन्ट हुन्छ हाम्रो। एभ्री कम्पार्टमेन्टले के फिल गर्ने, कुन नेचर फिल गर्ने, कुन टेम्परेचर फिल गर्ने भन्ने कुरा हुन्छ, कुन स्पिड फिल गर्ने भन्ने कुरा आउँछ होइन। यो एकदमै भास्ट। अनि हामीलाई चाहिँ 1000जनाको नाडी हेरिसकेपछि चाहिँ तिमीलाई नाडी परीक्षण गर्न आउँछ भन्न एलिजिबल हुन्छौ तिमीहरू भन्नुहुन्थ्यो कि। जस्तो चाहिँ आउँछ मात्रै, फेरि यु क्यान नट डायग्नोस एभ्रिथिङ। 1000 पिपल इज जस्ट योर ल है स्टार्टिङ पोइन्ट हो कि बल्ल चाहिँ। त्यति चाहिँ हाम्रो इम्पोर्टेन्स दिन्छ आयुर्वेदमा चाहिँ नाडी परीक्षणलाई चाहिँ। हजुर पर्सनल एक्सपिरियन्स गर्न पाउनुभयो? दिस वाज मेरो ट्रेनिङ नै, मेरो नाडी परीक्षकको गुरु, मेरो स्किनको गुरु एकैजना हुनुहुन्छ, उहाँहरूसँग नै मेरो सिकाइयो उहाँहरूको। मलाई मेरो हात पनि देखाउन मन लाग्यो, कसरी हुन्छ एक्चुअली यो नाडी परीक्षण चाहिँ तपाईँको हामीले वात पित्त कफ भनेर डायग्नोसिस गर्छौँ होइन। मोर सो ओभर फिमेलहरूको चाहिँ हामी राइट ह्यान्डमा गर्छौँ, अनि मेलको चाहिँ लेफ्ट ह्यान्डमा गर्छौँ होइन। तपाईँको घडी थोरै पछाडि सारौँ। फिमेलको लेफ्ट, फिमेलको राइट, फिमेलको राइट, दिस इज राइट होइन। हामीले यसमा चाहिँ अब हाम्रो तिनवटा औँलाहरू चाहिँ वात पित्त कफ हो। अनि यसमा पनि इचमा कम्पार्टमेन्ट्स हुन्छ क्या, हाम्रो इचको हिसाबले कम्पार्टमेन्ट वाइज नै हुन्छ। तपाईँ सधैँ दुब्लो पातलो हो, पहिल्यैदेखि दुब्लो पातलो हो?
खुट्टाहरूबाट आवाज आउन थालेछ अहिले जोइन्ट्सबाट बसेर उठ्दा त्यो एकदम एलिभेटेड छ। खाना भोक पच्छ है राम्ररी, खानेकुराहरू राम्रो छ। तपाईँको मेटाबोलिक फायर त राम्रो छ। अलिक चिल्लो कुरा चाहिँ पुगेन, हेल्दी फ्याट्सहरू पुगेन। तपाईँको ड्राइनेस बढ्छ है बिस्तारै रेटमा भयो भने भोलि जोर्नीबाट चाँडै आवाज आउन थाल्छ, जोर्नीहरू पड्किने, यस्तो गर्दा पड्काउन मिल्ने, सजिलो हुने, ड्राइनेस बढ्ने चाहिँ एकदमै हुन्छ यसले गर्दा। ड्राई चाहिँ बढ्छ, एकदमै कमजोर छ हौ भात त। आजकल मोटिभेसन भएको छैन र के काम गरौँ, यस्तो गरौँ उस्तो गरौँ भन्ने जस्तो। त्यो त म प्रेग्नेन्ट भएदेखि छैन। कम छ वातको फ्याक्टर कम छ। हप्तामा व्रत बस्ने चाहिँ कुनै एउटा अब रिलिजियस, हामी त रिलिजियस छौँ नि त, रिलिजियस स्ट्यान्ड पोइन्ट एउटा केही समातेर एक दिनको व्रत बस्नु भयो हुन्छ र वात एकदमै कमजोर छ। वात एग्रिभेट गर्नुपर्ने छ। पित्त त बरु त्यही पनि राम्रो छ। तपाईँ वार्म यत्तिकै हो, जति बेला नि वार्म हो, खुट्टा चिसो हुने, राति सुत्ने बेला एकदमै टाइम लाग्ने, खुट्टाहरू तात्तिने, त्यस्तो छैन नि? हुन्छ होला। त्यस्तो के रिसेन्टली मैले केही पनि त्यो आफ्नो बारेमा नोटिस गर्ने नै टाइमै पाएको छैन। मदर्स चिप्लो चिल्लो चाहिँ एकदमै कम भएको छ। घिउको इन्टेक बढाउनु, अनि एनिथिङ चिल्लो खान नडराउने। घरमा आफूले राम्रो फ्याट छ, राम्रो ओइल छ भने अलिकति हालेरै खाने होइन। आजकल हामीले यो फ्याट्सहरू अभोइड गर्दा पनि एकदमै इस्युज भइरहेछ कि ड्राइनेसको एकदमै धेरै, आँखाहरू ड्राई हुने, चिलाउने, यसको एकदम इस्युज भइरहेछ। ड्राइनेस एकदमै छ, तर त्यो सँगसँगै वात बढ्नुपर्ने हो, तर वात बढेको छैन कि वात घटेको छ। त्यसले गर्दा चाहिँ लङ टर्ममा जोइन्ट्सहरू रिलेटेड दुख्ने, पेन हुने, बिहान उठ्न मन नलाग्ने, एकछिन सुत्तिराख्न पाए हुन्थ्यो, एकछिन उठ्न नपरे हुन्थ्यो जस्तो हुने फिलिङ चाहिँ बनाउँछ कि यसले। पैतालाहरू पोल्ने त भएको छैन। टेम्परेचर चाहिँ रेगुलेसन राम्रो छ। हेड रिलेटेड इस्युज चाहिँ पछि पछि हुनसक्छ। हेड रिलेटेड है, माइग्रेन हेडेक्सहरू आउने, टेन्सन हेडेक्सहरू आउने, एकदम धेरै रिस उठ्यो भने टाउको दुख्ने, चक्कर लाग्ने त भएको छैन बसेर उठ्दा, रिङ्गा उठ्ने याद छैन, अनेस्टली याद छैन भनेपछि भएको छैन, हुनेलाई याद भइहाल्छ। ठिक छ। वात चाहिँ कमजोर छ एकदमै, मोबिलिटी इस्युजहरू हुनसक्छ पछि गएर, ड्राइनेस एक्सेसिभली बढ्न सक्छ, बढ्ने फेजमै छ। अब त्यो नबढोस्, आफूले घिउ खाने, मेन्टेन गर्ने चाहिँ गर्ने, अनि ओइल मसाज चाहिँ गर्ने आफूले पनि बेलुका। अनि मसाज भन्दा हामी फेरि धेरै चिल्लो च्याप्लाक च्याप्लाक लाउने सोध्छौँ, त्यस्तो गर्नु पर्दैन। एकदमै मिनिमल एप्लिकेसन चाहिँ गर्ने कि जस्ट एप्लिकेसन चाहिँ हुनु पऱ्यो एभ्री डे, त्यति गर्दा मेन्टेन हुन्छ यो चाहिँ। अझ योभन्दा इनडेप्थ थाहा हुन्छ एभ्री इयर, ओभर द इयर प्र्याक्टिस गर्दा गर्दै चाहिँ। तर आई थिङ्क यो चाहिँ गिफ्टेडै हो जस्तो लाग्छ कि, जुन यो आयुर्वेदले हामीलाई दिएको यो जुन नलेज छ, यो चाहिँ आई थिङ्क इट्स सो गिफ्टेड कि। अब यो भनेको कसैको नानी मात्र छामेर कुनै चिज पत्ता लगाउनु भनेको, अब आई एम प्रिटी स्योर हजुर पनि अझ लर्निङ फेजमा हुनुहुन्छ होला। हजुरको गुरुहरू झन् अझ उहाँहरूले कति सिकेर, कति समय दिएर सिकिसक्नुभयो होला। यो सबै कुरा गरिरहँदाखेरि पनि हामीलाई कतिवटा कुरामा चाहिँ अझ पनि हामी मोडर्न साइन्सतिर इन्क्लाइन नै गर्छौँ होइन। यो फेरि मैले हजुर अलिकति लिङ्क गरेँ आजकलको सनस्क्रिनको प्रयोगसँग गर्न मन लाग्यो कि मलाई। आजकल हामीलाई घरबाट बाहिर निस्किँदाखेरि सनस्क्रिन नलाइकन ननिस्किनु नै भनिन्छ होइन। यो सबै कुराहरूलाई चाहिँ हजुरले कसरी हेर्नुहुन्छ होला? अब वेन द वर्ल्ड चेन्जेस, त्यो राम्रो गुड चेन्जेसहरूलाई चाहिँ हामीले एक्नोलेज पनि गर्नुपर्छ। सन ड्यामेज पहिला पनि हुन्थ्यो, अहिले पनि हुन्छ। सनदेखि बच्ने उपायहरू हाम्रो पहिला पनि थियो, अहिले पनि छ होइन। अहिले चाहिँ अब टेक्नोलोजी, विथ टेक्नोलोजी चाहिँ कुनै त्यस्तो क्रिम नै बनाइयो कि जुनले चाहिँ सनको रेजहरूसँग हामीलाई बचाउन सक्यो। अब पहिला जति बेलामा आयुर्वेद एक्जिस्ट गर्थ्यो त्यति बेलामा चाहिँ ओजोन लेयर पनि राम्रो थियो। हामीलाई त्यो कुराभन्दा अरू कुराहरू बढी प्रोमिनेन्ट थियो, त्यो कुरा अरू बढी कुराले सताउँथ्यो। त्यही भएर सन ड्यामेजसँग धेरै सताउँथेन, त्यही भएर यसमा धेरै ठुलो त्यसको एलाबोरेसनहरू पाइँदैन आयुर्वेदमा। तर मोडर्न मेडिसिनले यसमा चाहिँ राम्रो रिसर्च गरिसकेको छ, रिसर्च ब्याक्ड छ यो कुराहरू। सनको ड्यामेज हुन्छ किनभने एभ्री इयर ओजोन डिप्लिसन भइरहेछ, अनि हामीले एभ्री चिज चाहिँ भइरहेको, मेनिफेस्टेसन भएको देखि पनि रहेछौँ। देखिरहेको प्रोग्रेसहरूलाई हामीले डिनाइ गरेर होइन आयुर्वेद नै ठिक थियो, आयुर्वेदमा यसको डिस्क्रिप्सनै छैन। अब कति धेरै एरोगेन्ट आयुर्वेदिक्सियनहरू पनि हुनुहुन्छ जसले चाहिँ क्यान्सरको डिस्क्रिप्सन छ नि, क्यान्सर एक्जिस्टै गर्दैन, यसो अब यो मोडर्नले बनाएको रोग हो भनिदिनुहुन्छ कि। त्यो
त होइन नि त यु क्यान सी पिपल यु क्यान हियर पिपल यु क्यान रिसर्च अबाउट इट तपाईँको आर्टिकल्सहरू छ जुन रियल आर्टिकल्स क्रेडिबल आर्टिकल्स छ त्यो बाहेक पनि तपाईँले आफ्नै नियर बाई हस्पिटल्समा रियल लाइफ इक्जाम्पल्स नै देख्न सक्नुहुन्छ त्यो मोडर्न भइसकेको चिजहरूलाई चाहिँ हामीले डिनाई गरेर प्रोग्रेस डिनाई गरेर अनि आफू मात्रै ठुलो पल्टेर चाहिँ हुँदैन कि वी हेभ टु वर्क टुवर्ड्स इट त अहिलेको सनस्क्रिनको प्रयोग भनेको एकदम लेजिटिमेट प्रयोग हो यु हेभ टु डु इट तपाईँको घामदेखि किरणले असर गर्छ अनि अझ हामी मोडर्न यो के अरे घरभित्र बसेर काम गर्न सक्ने मान्छे प्रिभिलेज छौँ कि हामीलाई त्यति घामले असर गर्न पाउँदैन अर बाहिर काम गर्ने मान्छेभन्दा कम असर गर्छ हामीलाई होइन हामी प्रिभिलेज छौँ हामीले चाहिँ युज गर्न इम्पोर्टेन्ट छ फेरि अहिले अनि कतिपय मान्छेहरूले अब अहिले भनौँ स्किन लाइटनिङ प्रडक्ट्सहरू एकदमै छ्यास्ती प्रयोग गर्नुहुन्छ भन्दा नि फरक पर्दैन है हरेक प्रडक्टमा हामी हेऱ्यौँ भने वाइटनिङ स्किन लाइटनिङ भन्ने कुराहरू हामीले पाइरहेका हुन्छौँ के हामीले एकदमै नेचुरल्ली पनि हाम्रो स्किनलाई चाहिँ हाम्रो जुन एउटा शरीरको एउटा नेचुरल रङ छ त्योसँग हामीले खिलवाड गर्न या भनौँ त्यसलाई चेन्ज गर्न मिल्छ त नो प्रकृतिभन्दा तपाईँ बाहिर जानै सकिँदैन तपाईँको प्रकृति लिन बिल्ट हो तपाईँ एक्कासी अब मेडिसिन खाइन्छ कसैलाई हेडेकको मेडिसिन होला के कन्ट्रासेप्टिभ मेडिसिन होला केही खान्छ नि ऊ एक्कासी मोटाउँछ नि तपाईँको प्रकृति लिन बिल्ट नै हो तपाईँको बात प्रकृति नै हो प्रकृति नै लिन बिल्ट हो तपाईँलाई त्यो मोटो शरीरमा एकदमै नराम्रो फिल हुन्छ किनभने तपाईँको बिल्ट नै होइन त्यो शरीरले तपाईँलाई अकोमोडेट नै गर्दैन तपाईँको लाइफस्टाइल अकोमोडेट नै गर्दैन होइन यु विल फिल ब्याड इन द्याट बडी एन्ड यु निड टु चेन्ज इट एज सुन एज पोसिबल होइन मेडिसिन ट्रिगर होला फुड ट्रिगर होला इमोसनल ट्रिगर होला त्यसलाई चाहिँ चेन्ज गर्न इम्पोर्टेन्ट भयो आफ्नो यु हेभ टु गो ब्याक टु यर प्रकृति तर तपाईँको प्रकृति नै लिन बिल्ट हो म लिन बिल्ट हुँदैन मलाई मोटाउनु छ भने तपाईँ जतिसुकै फुड खानुहोस् तपाईँको मेटाबोलिक फायर राम्रो नै छ तपाईँको एक्टिभिटिजहरू राम्रो नै छ तपाईँ मोटाउनुहुन्न कि your nature will always be true to your nature only हैन त्यसै अब हामी डस्की छौं हामी डस्की नै हुन्छौं no matter how much bleaching cream anybody uses हैन म धेरै जनालाई एक्जाम्पल दिन्छु कि ओबामासित पैसा थिएन होला त त्यो नि त गोरे हुन्थ्यो होला नि त गोरे हुनको अब्सेसन छ भने अथवा हुन्थ्यो पैसाले हुन सक्थ्यो भने अ क्रिम्स लगाएर हुन्थ्यो भने बियोन्सेसँग नि त पैसा छ नि त बियोन्से गोरी हुन्थ्यो होला नि त सी वुड हैव बीन अ व्हाइट वुमन हैन उसँग रिसोर्सेस पनि छ कनेक्सन पनि छ पैसा पनि छ हुन्थ्यो होला नि त त्यो अब्सेसन विथ बिङ गोरो अर आफ्नो स्किन भन्दा 10 टाइम्स लाइटर चाहिँ हाम्रो चाहिँ यो यही भनौं न वेस्टर्न सोसाइटिजहरुसँगको अट्र्याक्सन यो हजुरले पनि देख्नु भयो होला कतिमा आजकल लेट्स गो ड्रिप टुगेदर भनेर त्यो ग्लुटाथायोनहरु यो इन्जेक्ट गर्ने ओभरअल देख्दाखेरि चाहिँ मलाई चाहिँ स्क्यारी पनि लाग्छ कि वेयर आर वी हेडिङ टु भन्ने कुरामा किनभने एकचोटी अब मलाई चाहिँ अब मेरो आफ्नो छोरी भएको भएर मलाई चाहिँ के डर लाग्छ भने पछि ऊ पनि एकदम डार्क स्किन टोनको छ उसलाई पनि हैन मलाई पनि गोरो हुनुपर्छ एउटा त्यस्तो खालको एउटा माइन्डसेट होला कि भन्ने जुन स्पिडमा मान्छेहरू साथीहरू भेटेर पनि स्किन वाइटनिङ प्रडक्ट्सहरू या एउटा ड्रिप लिने या के गराएको त्यसले जुन तरिकाले ग्ल्यामराइज र कमनाइज गरेको छ राम्रो होइन कि जस्तो लाग्छ कि मलाई चाहिँ इन्सिक्युरिटी स्टार्ट्स एट होम तपाईको घरमै स्टार्ट हुन्छ सिब्लिङ्ससँग कजनसँग ठुलबाठुलो मम्मीसित हजुरबा हजुरआमासितैबाट स्टार्ट हुन्छ नो म्याटर हाउ मच यु ट्राई टु अभोइड इट हाम्रो जेनेरेसनमा त्यति अवेरनेस थिएन हामी ग्रो अप हुँदाखेरि त काली भनेर हुर्कायो हामीलाई हैन वी ग्रो अप बेटर पिपल किनभने हामीले पढ्यौं हामी ग्रो अप भयौं तर हामीसँगैको सहयात्रीहरू जो चाहिँ त्यही लुपमा पस्यो ऊ अझै पनि पैसा खर्च गरिरहेछ हैन ऊ करियरमा ठुलो मान्छे हुनै सकेन किनकि ऊ म कालो छुमै अड्क्यो जहिले पनि हैन त्यो चाहिँ आफ्नो बच्चाहरूसँग नहोस् भन्ने चाहिँ एउटा सिम्पल ह्याक छ कि तपाईले उलाई चाहिँ राम्रो लुगा लगाएको दिनमा हैन राम्रो मेकअप गरेको दिनमा कपाल बाँधेको दिनमा मात्र तिमी कस्तो राम्रो देखेको भन्ने होइन कि उलाई एभ्रीडे तिमी राम्रो देखेको हो भन्ने हो कि अनि उसको चाहिँ त्यो लुगा लगाएको दिनमा चाहिँ तिमी फ्यान्सी देखियो कस्तो अर्के देखेको कस्तो डिफ्रेन्ट कस्तो पिङ्क कलर त्यसलाई चाहिँ डिफाइन गर्ने हो कि उलाई राम्री र नराम्री भनेर चाहिँ एफर्ट्समा डिफाइन गर्ने होइन कि हामीलाई पनि त एफर्ट लगाउँदाखेरि राम्री भनिदिएको भएर हामी मेकअप गर्छौँ नि त एफर्ट नलाउँदाखेरि कसैले हो कस्तो राम्रो देखेको कसैले भनेको थिएन नि त त्यसपछि हाम्रो डेफिनेसन हाम्रो माइन्डसेटमा डेफिनेसन के भयो कि एफर्ट लगाएपछि सर्टेन एफर्ट भएपछि सर्टेन कुरा यस्तो गरेपछि चाहिँ म राम्री देखिन्छु भन्ने मात्रै मनस्थिति छ नि त हाम्रो कस्तो चित्त बुझ्दो कुरा गर्नुभयो आई रियली लभ दिस भएन कि आफूले दिँदाखेरि चाहिँ त्यो एजुकेसन नदिने हो आफूले हैन अब अनि
तपाईँको इन्सिक्योरिटिज एज वुमेन तपाईँहरूको हाम्रो चाहिँ इकोनोमिक सिस्टम छ नि जुन जहाँसुकै संसारभरिको इकोनोमिक सिस्टम चाहिँ वुमेनको इन्सिक्योरिटिजमा फिड गर्छ कि तपाईँको खानेकुरा, तपाईँको लगाउने कुरा, तपाईँको स्किन, तपाईँको कपडा, तपाईँको कपाल, तपाईँको आइब्राउज, तपाईँको लिप्स, तपाईँको इयर्स, एभ्रिथिङ वुमेनको इन्सिक्योरिटिजमा फिड गर्छ कि मेनलाई गर्ने हो भने इकोनोमिक सिस्टम कोल्याप्स हो एकदम ठिक कुरा भन्नुभयो केटाहरूलाई त फेस वास मोइस्चराइजर किनेर आए नि एक्सपायर हुन्छ होला लिमिटेड मान्छेहरूले गर्नुहुन्छ होला घरकै सामान तेल किन्ने पनि तपाईँको एड इज वुमेन सेन्ट्रिक एड तेल किन्ने एड वुमेन सेन्ट्रिक एड हुन्छ भाँडा मान्ने साबुन किन्ने एड वुमेन सेन्ट्रिक हुन्छ आजकल गाडी किन्ने एड पनि वुमेन सेन्ट्रिक हुन्छ आजकल स्कुटर किन्ने एड वुमेन सेन्ट्रिक हुन्छ तपाईँको घरमा कुनै जग्गा किन्ने एड त वुमेन सेन्ट्रिक हुन थालिसक्यो हामीलाई सायद पर्सुएट गर्न नि अलि इजी पनि हुन्छ होला है नो नो दिस इज द इकोनोमिक सिस्टम हाउ इट हेज बिन डेभलप्ड किनभने तिमी चाहिँ वुमेन हो तिमीले घर बार हेर्नुपर्छ भनिसकेपछि तपाईँसँग धेरैवटा एक्सपेन्सेस गर्ने ठाउँ भयो कि प्लान्टको पनि ठाउँ हुन्छ चामलको पनि ठाउँ हुन्छ ट्याङ्कीको पनि एड गर्न मिल्छ एभ्रिथिङको एड गर्न मिल्छ कि इकोनोमिक सिस्टम सर्भाइभ्स अपन द्याट सकेसम्म त्यसको शिकार नहुने एटलिस्ट आफ्नो बच्चाहरू त्यसको शिकार नहोस् अरू आइडेन्टिफाई गरेर शिकार होस् न त आफूलाई थाहा होस् कि कहाँनिर चाहिँ आफ्नो चुकिरहेछ अरू म कहाँनिर इन्सिक्योर भइरहेछु भन्ने कुरा चाहिँ आइडेन्टिफाई गर्नु पऱ्यो द्याट्स इट स्किनको त हामीले इनफ कुराकानी गऱ्यौँ जस्तो लाग्यो मलाई होइन तर धेरैजनाको हेयरको नि कन्सर्न हुन्छ नि त हेयर थिनिङ भनौँ या भनौँ होइन जस्तो कसैको साइड मेरो पनि त्यस्तै हेयर छ साइडबाट थिनिङ हुँदै जाने होइन र कसैको चाहिँ यस्तो बल प्याच के भनेर भनिन्छ त्यस्तो धेरै किसिमको कपालसँग सम्बन्धित समस्याहरू पनि धेरै आइरहेका हुन्छन् यो सबै चाहिँ हामीले कसरी समाधान गर्न सक्छौँ या ड्राई हेयरको कुरा गरेर हेयर केयरमा चाहिँ हामीले के गर्न सक्छौँ होला हेयर केयरमा चाहिँ तपाईँको स्क्याल्प चाहिँ क्लिन हुन पऱ्यो एज मच एज पोसिबल तपाईँको मेन स्क्याल्पबाट चाहिँ एयर पास हुने सिबमहरू निस्किने एनिथिङ टक्सिन्सहरू रिलिज गर्ने पसिना रिलिज गर्ने एउटा एरिया चाहिँ तपाईँको स्क्याल्प हो कन्सटेन्टली सफा चाहिँ भइराख्नु पऱ्यो यो जति ब्लकेज हुन्छ त्यति इस्युजहरू आउन सक्छ होइन ड्यान्ड्रफले ब्लकेज होला स्वेट्सहरू नै अड्किएर ब्लकेज होला पल्युसनले गर्दा होला त्यसलाई चाहिँ क्लिन राख्नु पऱ्यो त्यसले चाहिँ हेयर क्वालिटीमा एकदमै हेल्प नै गर्छ है त्यो बाहेक चाहिँ ड्राई छ भने चाहिँ अब ओइलिङको कुरा आउँछ ओइलिङ गर्ने भनेको चाहिँ हामीलाई 3-4 घन्टा राख्ने रातभरि राख्ने भन्ने कन्सेप्ट चाहिँ त्यो गर्नु पर्दैन तपाईँले सिम्पल 4-5 ड्रप्स अफ ओइल चाहिँ स्काल्पमा चाहिँ लगाउने आफ्नो बानी चाहिँ गर्नु पर्यो जुन हामीलाई स्कुल जाँदाखेरि मम्मीहरूले छिटो लपेटेर पठाइदिनुहुन्थ्यो नि स्कुल त्योवाला चाहिँ यु हेभ टु फलो नाउ अल्सो होइन 4-5 ड्रप्स एभ्री डे कपालमा लगाउने बानी गर्यो भने चाहिँ ड्राइनेस हेयरको आफै नै जान्छ अनि त्यसै ड्यान्ड्रफ छ भने चाहिँ त्यही ओइलमा चाहिँ सर्टेन मेडिसिनहरू एड गरेर चाहिँ मेडिसिनल ओइल चाहिँ एभ्री डे लगाउन मिल्छ ड्यान्ड्रफ त्यसले पनि जान्छ अब हेल्दी ग्लोइङ हेयरको लागि अर्को भनेको त न्युट्रियन्ट्स पुग्नै पर्यो शरीरमा इन्टरनल न्युट्रियन्ट्स त पुर्याउनै पर्यो आहारको त हामीले यत्रो लामो कुरा गरि नै हाल्यौँ होइन अरू भनेको चाहिँ हेयर टाइप अनुसारको केयर हुन्छ फेरि अब कसैको चाहिँ एकदमै चिप्लो चाँडै चिल्लो आउने भनेको कफस प्रकृतिको भयो उसको लागि चाहिँ अलिकति ड्राई नेचरको हर्ब्सहरू ड्राई नेचरको फुड्सहरूले राम्रो गर्छ अनि एक्सेसिभ ड्राई छ भने उसलाई स्लाइमी चिजहरूले चाहिँ हेल्प गर्छ आफ्नो प्रकृति अनुसारको कपाल हुन्छ धेरै जस्तो होइन तपाईँ बात प्रकृतिको हुनुहुन्छ भने पातलो केसराहरू भएको कपाल हुन्छ मोस्ट प्रोबेबली स्ट्रेट कपाल हुन्छ त्यसपछि पित्तज हुनुहुन्छ भने कर्ली कपाल प्लस अब सेमाई कर्ली वेभी हुनसक्छ कफज हुनुहुन्छ भने एकदमै बाक्लो डेन्स लामो आइदर कर्ली अर स्ट्रेट हुनसक्छ होइन त्यो चाहिँ आफ्नो टाइप अनुसारको पनि ट्रिटमेन्ट चाहिँ हुन्छ अब हेयर फल रोकिदिनु डाक्टर साहब भन्दा धेरैजना आउनुहुन्छ तर हेयर फलको चाहिँ तपाईँ 3टा स्टेज हुन्छ टेलोजन स्टेटमा हेयर छ भने चाहिँ त्यो खस्छ नै खस्छ वी क्यान नट रिभर्स इट होइन नयाँ आउने कपाललाई चाहिँ हामीले पुरा पोषण दिएर त्यसको चाहिँ नरिसमेन्ट इन्स्योर गर्न सकिन्छ तर खस्ने स्टेजमा गइसकेको कपाललाई चाहिँ केही गरी पनि रोक्न सकिँदैन अनि अब हेयर थिनिङको कुरा भयो हेयर थिनिङको प्रब्लम त अहिले एकदमै व्यापक एन्डेमिक जस्तो पेन्डेमिक जस्तै हुन थालिसक्यो होइन तपाईँको यो स्पटमा चाहिँ हेयर फल भयो भने चाहिँ हामीले आयुर्वेदबाट चाहिँ असाध्य भन्छौँ कि यसलाई चाहिँ कुनै पनि ट्रिटमेन्ट गरेर चाहिँ रोक्न सकिँदैन होइन डिले गर्न सकिन्छ हेयर फल भएर पुरै खाली भइसक्यो भने त हामीले त्यसमा केही पनि ट्रिटमेन्ट गर्न मिल्दैन हेयर ट्रान्सप्लान्ट नै हो त्यसको अप्सन्स त्यो बाहेक हेयर ट्रान्सप्लान्ट चाहिँ हाउ डु यु पर्सनली सी हेयर ट्रान्सप्लान्ट आई हेभ नो प्रब्लम विथ हेयर ट्रान्सप्लान्ट तपाईँको एउटा
अब यो चाहिँ मोडर्न मेडिसिनले गरेको अब प्रोग्रेस हो एउटा ठाउँको चाहिँ निकालेर अर्को ठाउँमा प्लान्ट गरिदिने हो शरीरले एक्सेप्ट गरेसम्मको इयर्समा त्यो रहन्छ जुनबाट चाहिँ नेचुरल प्रकृति शरीरको तपाईँले जबसम्म चेन्ज गर्नुहुन्न फेरि त्यसलाई रिजेक्ट गर्छ फेरि त्यो हेयर फल हुन्छ अब फेरि ट्रान्सप्लान्ट गरिराख्ने त कुरा आउँदैन त्यही भएर अब ट्रान्सप्लान्ट गर्नु चाहिँ लास्ट सल्युसन होइन कि हेयर चेन्ज गर्नु नै लास्ट सल्युसन हुन्छ कि एट द एन्ड अफ द डे दोषहरूको ब्यालेन्स नै गर्न पर्छ फर द्याट रिजल्ट टु स्टे अन एज वेल तपाईँलाई दिएको टेम्पोरेरी फिक्स चाहिँ सधैँ पर्मानेन्ट भइराखोस् भन्नलाई त पर्मानेन्ट चेन्जेस पनि गर्नु पर्यो नि त त्यो चेन्ज चाहिँ गर्नै पर्छ त्यो बाहेक भनेको अब तपाईँको हर्मोनल कुराले गर्दाखेरि हेयरफल भइरहेछ भने पहिला हर्मोन्सहरू करेक्सनमा लाग्नु पर्यो हेयरफललाई एड्रेस गर्नभन्दा पहिला चाहिँ हर्मोन्सहरूलाई एड्रेस गर्नु पर्यो अर्को मेल प्याटर्न बल्डनेस हुन्छ जुन चाहिँ अब जेनेरेसन वाइज सर्दै जाने बालाई पनि थियो आमालाई अब त्यसपछि छोराहरूलाई हुनेवाला चाहिँ फ्रन्टल रिसिडिङ हेयर लाइन हुन्छ होइन त्यसलाई डिले चाहिँ गर्न सकिन्छ तर पेसेन्टले अलिकति डिसिप्लिन चाहिँ दिनै पर्छ डिले चाहिँ अब 40s मै पुरै खाली हुन्थ्यो भने हामीले 60s सम्म धकाल्न सकिन्छ होइन अथवा कसैको त 20s मै भइरहेछ 20s मै भइरहेछ भने त्यसलाई डिले गरेर हेयर हेल्थ पनि राम्रो गर्ने उसको शरीरको हेल्थ पनि राम्रो गरेर चाहिँ 50sसम्म चाहिँ डिले गर्न सकिन्छ फेरि मेरो स्पेसल प्र्याक्टिस नै स्किन एन्ड हेयरमा हो त्यही भएर मैले यस्तो केसेसहरू चाहिँ धेरै देखेको छु डिलेड भएको अनि उसले राम्रो हेल्थ सिक्दै गयो भने 50sमा दे बिकम भेरी सिक्योर विथ देमसेल्फ कि मैले सबै कुरा राम्रो गरिरहेको छु आई नो इट अब खस्छ भने आई क्यान डु नथिङ अबाउट इट दे बिकम सिक्योर ओभर टाइम कि सो यो आजको हाम्रो इन्टायर ओभरअल कन्भर्सेसनबाट चाहिँ मैले के रियलाइज गरेँ भने कि हामीले कस्तो किसिमको खाना खान्छौँ हाम्रो आहार विहार यहाँले भन्नुभयो जस्तो त्यसले पनि हाम्रो स्किन हाम्रो हेयर मेन्टालिटी हाम्रो शरीरमा लाग्ने रोगहरू हरेक किसिमलाई न्यूनीकरण पनि गर्न सकिन्छ भने त्यसलाई निको पनि पार्न सकिन्छ होइन त अब कार्यक्रमको अन्त्यतिर आइपुगिसक्यो अब छिटो छिटो एउटा ऱ्यापिड फायर क्वेसन चाहिँ हामी गरिहालौँ होइन यो चाहिँ आयुर्वेदसँग सम्बन्धित नै केही क्वेसन्सहरू चाहिँ मैले लिएर आएको छु होइन अब हजुरलाई यसमा छोटो मिठो के लाग्छ हजुरले भन्दै जानु होला मसँग चाहिँ इन टोटल 20वटा क्वेसन लिएर आएको छु मैले सकभर अब छुटपुट भएका केही कुराहरू रहेछन् भने यसमा समावेश होस् भनेर सोचेर आएको होइन सुरु गरौँ है त हस् ल One Ayurvedic habit everyone should start from tomorrow morning. घिउ खाने habit. घिउ is golden. खानामा खान सकिन्छ टाइमिङ पानीमा खान सकिन्छ मोस्ट प्रोबेबली पानीमा भन्दा खानामा बेस्ट. Okay. What is the biggest mistake people make for their health nowadays? मोमो र कोक. मोमो कोक यो चाहिँ कम्प्लिटली टु डिफ्रेन्ट फिचर्स आफूले खानेकुरामा याद गर्ने दुईटा डिफ्रेन्ट फिचर्सको खाइरहेको छु कि छैन भन्ने चाहिँ याद गर्ने छ भने कम गर्ने. Tea or coffee, which is worst according to Ayurveda? It has their own significance. Tea ko पनि significance छ, coffee ko पनि significance छ. I will not say one is worse, तर it could be better. त्यसको सट्टा अरू केही गर्न पनि सकिन्छ. Is drinking cold water actually harmful? Yes. It is very harmful. तपाईँको बडीको टेम्परेचर वार्म हुन्छ. Anything warm is in nature with your body. Anything cold requires extra energy for your body to waste. Okay. One food combination people should avoid immediately. यो माछा मासुसँग दही राखेर पकाउने जुन चिकन्सहरू हामी पकाउँछौँ तन्दुरी बनाउँछौँ दही र माछा मासु पकाउने चाहिँ ह्याबिट यु निड टु स्टप इमिडिएटली. डेरी र मिट डजन्ट गो ह्यान्ड इन ह्यान्ड. What is the best Ayurvedic remedy for stress and overthinking? जस्ट ओम उच्चारण गर्ने बेलुका बसेर लामो लामो स्वरले आउट लाउड ओम उच्चारण गर्ने एटलिस्ट अ उ म भनेर उच्चारण हुन्छ AUM लेख्छ मोडर्नमा लेख्दाखेरि चाहिँ अ उ म उच्चारण गर्ने अ भन्दा यु फिल भाइब्रेसन हियर उ भन्दा भाइब्रेसन हियर यु फिल भाइब्रेसन म भन्दाखेरि त्यो भएर तिनटै कुरा रिल्याक्स हुन्छ इभन योर बडी इभन योर माइन्ड. Lovely. Does Ayurveda support intermittent fasting? यो चाहिँ मलाई अघि पनि कुरा नहुन्थ्यो लामो कुराबाट छुट्यो यो चाहिँ. इन्टरमिटेन्ट फास्टिङलाई चाहिँ कसरी सपोर्ट गर्छौँ भन्दाखेरि हामीले चाहिँ भोलिपल्ट बिहान भोक लागेपछि खाने भन्नेमा गर्छौँ हामीले. यति बजेपछि खाने यति बजेपछि खाने यति आवर भन्ने हुँदैन कि यति आफूलाई भोक लागेको छ भने खाने. अनि फास्टिङको चाहिँ एकदमै ठुलो सिग्निफिकेन्स छ आयुर्वेदमा. लङ्गनम परम औषधम भन्छौँ हामीले. लङ्गन भनेको केही पनि नखाने चाहिँ सबैभन्दा औषध मात्र होइन परम औषध हो कि औषधहरूको पनि राजा हो. त्यसरी चाहिँ फास्टिङलाई ट्रिट गरेर हुन्छ. इन्टरमिटेन्ट फास्टिङ पनि त्यसरी नै राम्रो एकदम भेरी गुड रिजल्ट दिने सिस्टम हो. Okay. What's worse for health, stress or unhealthy food? Stress is proving more unhealthy to your lifestyle.
Okay. One kitchen ingredient that works like medicine. जिरा र धनियाँ जिरा र धनियाँ वर्क्स It's absolutely unexpected to me, realize. एकदमै राम्रो कुरा जिरा धनियाँ What does Ayurveda say about sleeping late at night? नो कम्प्लिटली Big no, नो no? कम्प्लिटली नो चाँडै सुत्ने चाँडै उठ्ने इज अ भेरी बिग प्रोटोकल रातको तपाईँको काल हुन्छ कि बातको काल पित्तको काल र कफको कालमा हुन्छ 6 to 10 भनेको कफको काल हो यति बेलामा नेचुरली नै निन्द्रा लाग्छ नेचुरल आवर्स फलो गर्ने हो 6 to 10 को नेचुरल निन्द्रामै सुतिहाल्ने हो बिहान तपाईँको 3 to 6 को टाइममा चाहिँ निन्द्रा खुल्नुपर्छ त्यो टाइममा खुल्छ पनि मोस्ट अफ द पिपलको त्यो खुल्छ पनि हामीले बानी सप्रेस गर्दा गर्दै त्यो नखुल्ने भएको होस् 3 to 6 मा खुल्दाखेरि उठ्ने बेलुका चाँडै सुत्ने अलिक टफै जस्तो लाग्यो मलाई चाहिँ कसरी 6 to 10 को बिचमा सुत्ने भनेर सोच्दैछु म पनि ओके Can digestion really affect our mood and mental health? Yes, it directly does. अहिले modern medicine ले gut brain axis भनेर नयाँ रिसर्च गरेको छ which we have been saying for thousands of years. तपाईँको पेटमा नै पेटबाट नै काम हुने हो तपाईँको एभ्रिथिङ नरिसमेन्ट मेन्टल होस् बडीली होस् नरिसमेन्ट नै पेटबाट दिने हो इफ यु आर फिलिङ हेभी इन यर स्टमक यु क्यान नट फिल फ्रेस इन यर माइन्ड So interesting है हामीले त्यो तरिकाले सोच्दैनौँ नि त डोपामिन रिलिज हुने अनि त्यसपछि सेरोटोनिन मेन हर्मोन रिलिज चाहिँ स्मल इन्टेस्टाइनमा हुन्छ भनेर नयाँ रिसर्च आइरहेछ कि स्मल इन्टेस्टाइन्सबाट हुन्छ भनेर रिसर्च आर्टिकलले भनिरहेछ अब यो मलाई हाम्रो बडी ह्युमन बडी यति कम्प्लेक्स इन्ट्रेस्टिङली फिल हुन्छ आई क्यान नट डिस्क्राइब इन वर्ड्स ल विच ह्याबिट इज सिक्रेटली मेकिङ पिपल एज फास्टर ए कफी टी एक्सेसिभली कफी टी कल्चर हाम्रोमा एकदम धेरै कफी टीसँग अझ बिस्किट कल्चर एकदम बढिरहेछ त्यसले चाहिँ एकदमै चाँडै एजिङ गरिरहेछ आई होप यो पार्ट मेरो हस्बेन्डले हेरिराख्नु भएको छ होला इज डिटक्स रियली नेसेसरी अर जस्ट अ ट्रेन्ड डिटक्स भन्दा पनि पञ्चकर्म इज भेरी नेसेसरी हामीलाई चाहिँ पञ्चकर्मको डेफिनेसन थाहा छैन डिटक्स भनेर चाहिँ केलाई डिटक्स भन्ने नै थाहा छैन त इफ यु आर गेटिङ अ डिटक्स फ्रम आयुर्वेदिक प्रोफेसनल अनि आफ्नो शरीर स्पेसिफिक आफ्नो नेचर स्पेसिफिक तपाईँलाई लाग्ने डिटक्सको प्लान मलाई लाग्दैन मेरो नेचर स्पेसिफिक हुन्छ मेरो बडी स्पेसिफिक मेरो लाइफस्टाइल स्पेसिफिक हुन्छ एभ्री बडी हेज डिफ्रेन्ट काइन्ड अफ डिटक्स प्लान त्यो डिफ्रेन्ट काइन्ड अफ डिटक्स प्लान स्पेसिफिक गर्ने हो भने चाहिँ it is very important every yearly once got that best interesting eh one health myth people still blindly believe vinegar lemon water vinegar water apple cider vinegar water weight loss huncha त्यसमा त अझ कतिले कफी राख्ने नि के गर्ने oh my god I don't want to get into that can ayurveda help with anxiety and poor sleep एक्ज्याक्टली आयुर्वेद क्यान हेल्प यसमा चाहिँ लाइफस्टाइल डिसअर्डर्स हो लाइफस्टाइल करेक्सन गर्ने भने मजाले रिजल्ट आउँछ अनि मिनिमल मेडिसिन इन्टरभेन्सनले चाहिँ रिजल्ट आउँछ वाट इज द आइडियल मर्निङ रुटिन अकर्डिङ टु आयुर्वेदा इट वेन युआर हङ्ग्री ड्रिङ्क वेन युआर थर्स्टी द्याट्स इट यो चाहिँ म आजबाट ट्राई गर्छु I just want to see how it works. Okay? Exactly. Let's see where it takes me भनेर one thing people think is healthy but actually isn't राइट नाउ त्यही बिहानमा पानी बेसरी खाने आधा लिटर 1 जग पानी खाइदिने द्याट इज नट ए रियली हेल्पिङ यु इन एनी सेप अफ फर्म लाजै लाग्यो मलाई त सुनेर यत्रो वर्ष यत्रो सानोतिर भनेको त काम लाग्ने इज फाइन होइन 1 गिलास आधा गिलास खाना फाइन तर 2 गिलास खाने 3 गिलास खाने आधा लिटर पानी खान्छु मैले भन्ने कोही बिरामी 2 जग पानी खान्छु भन्नुहुन्छ फर्स्ट थिङ इन द मर्निङ 2 जग पानी त्यो त पेटै हेभी हुन्छ होला है Oh my god, त्यति धेरै पनि खादिनँ Which emotion affects the body the most negatively? Sadness. Sadness is a digestion slow. किन दिमागमा एङ्गर आइरहेको थियो तर sadness actually हो sad हुने बित्तिकै त पुरै shut down नै हुन्छ हामी If you could remove one unhealthy habit from society forever, what would it be? Lemon water. Lemon water for weight loss. One simple Ayurvedic tip for glowing skin and better energy. You can have jeera pani. राति सुत्ने बेलामा jeera pani. Any reasons, few reasons you can do that. Jeera pani will help you a lot. Digestion मा पनि, skin मा पनि, hair मा पनि, nails मा पनि even.
लभली वेल इट वाज सो लभली टु ह्याभ यु कति रमाइलो कुराकानीहरू भयो है मलाई चाहिँ कति धेरै कुराहरू सोध्न पर्सनली पनि आउन मन लाग्यो मलाई चाहिँ एकदमै क्युरियस पनि भइरहेको छ होइन आई डेफिनेट ट्राई टु भिजिट यु सम टाइम रियली भेरी सुन र हाम्रो भ्युवर्सहरू जसलाई चाहिँ हजुरलाई भेट्न मन लाग्छ हजुरसँग यहाँको परामर्शहरू लिन मन लाग्छ उहाँहरूले चाहिँ हजुरलाई कसरी रिच आउट गर्नुहुन्छ उहाँहरूले मलाई वाट्सएप थ्रु पनि रिच आउट गर्न मिल्छ मेरो नम्बर्सहरू प्रोफाइलमा पनि छ त्यो बाहेक चाहिँ मलाई अभया आयुर्वेद जाउलाखेलमा चाहिँ म अहिले क्लिनिक सञ्चालन गर्दैछु अहिले मलाई त्यहीँ आएर भेट्न सक्नुहुन्छ सबैजनाले यस थ्याङ्क यू सो मच म्याम फर कमिङ जानुभन्दा अगाडि सानो हामीसँग यहाँको लागि चक्लेट र एउटा गिफ्ट पनि रहेको छ यो चक्लेट चाहिँ चोकोफुल नेपालबाट पठाइदिनु भएको छ हजुरलाई यो चाहिँ चोकोफुल नेपालको तर्फबाट ह्यान्डमेड चक्लेट्स इन नेपाल उहाँहरूले चाहिँ बेल्जियमबाट चक्लेट्सहरू लिएर आएर यहाँ बनाउनुहुन्छ सो र मटेरियल कम्स फ्रम देयर एन्ड दि सर्भिस सो एकदमै मिठो छ आई क्यान भाउच अन द्याट सो हामीसँग चाहिँ चकोफलको नै 15% को नेक्स्ट टाइम इफ यु फिल लाइक पर्चेजिङ त्यसको डिस्काउन्ट भाउचर पनि छ र वी अल्सो हेभ अन्टी सुशीको चाहिँ टेक अवे स्पेस हो एकदमै मिठो छ त्यहाँको सुशी सो दुईवटा हो दुईवटा 15% को दुईवटा डिस्काउन्ट भाउचर पनि छ एन्ड अगेन थ्याङ्क यू सो मच फर कमिङ सच अ प्लेजर टु बी सिटिङ next to you and talking about all of this amazing experience of yours and your learnings at the same time. Thank you so much for coming. थ्याङ्क यू सो मच फर इन्भाइटिङ मलाई पनि आयुर्वेदको इन्फर्मेसनहरू दिनलाई एकदमै मनपर्छ आई वान्ट पिपल टु नो थ्याङ्क यू फर गिभिङ मी दिस प्लेटफर्म Thank you so much for coming. All right, bye-bye.